다들인데, 예동, आज 이야기 सन् 2024 많은 거 야채, 뭐, को यो 시버디 저기, मरङ्गो 다들이야 도마, ग्रीष्मकालीनको 먼저 चौथो दिन 저기, रहेको छ आज। 난갱기, अनि यो युट्युब सञ्जाल र अनेक अन्य यो 야수, जुम सञ्जालदेखि अब 나는 신지 फेसबुक 저기, सञ्जालदेखि हेरेर आउनुहुने 다른 सम्पूर्ण 걸로야, बौद्ध मार्गीहरू भिक्षु 공급선에 भिक्षुणी उपासक 주시오. उपासिका अ, र कल्याण मित्रहरूमा 다들네, सुस्वास्थ्यको कामना व्यक्त गर्दै हार्दिक न्यानो 다들야 또 अभिवादन व्यक्त 저거들이야, गर्न चाहन्छु। 쉬어로부터 찍디 가래, 다 난데로 가래 수비나, अब यसको 매매나 बताउन गइरहेको मैले 저기, मुख्य 상하고 अब 떠줍사. निज 다 निचोड के हो 지강이 त भन्दाखेरि 예지가 망고야, वज्रयानको 이 उत्थानहरू कसरी 상하고 उत्पन्न भयो भन्ने 중원지에 कुराहरू। 시다 간다. 주시로 상하고 중원지에 가서 अब यसको मैले मुख्य शीर्षक चाहिँ 주시 अ, 근데 방으로 지셔. वज्रयानको 다 उत्थान 상하고 중원지에 인류산에 प्रारम्भ कसरी भयो भन्ने कुराको यसको मैले 다 मुख्य शीर्षक 지당은 भनेको थिएँ। 되매기 나대게 쳐려야 지 상하고 떠주 다당 알아서 지 상하고 땜바 प्रारम्भिक 가르야 बौद्ध 급기 धर्ममा यो वज्रयान 내다는 신지도 요 말도 सुरुवात 이래 कसरी भयो होइन, 급티 त्यो बेला 상하지 थियो भन्ने 상하고 कुराको 떠주기 विषयमा चर्चा गर्न 상하고 चाहँदैछु। 시다 र प्रारम्भिक बौद्ध धर्मको समयमा 떠주기 वज्रयानको 다 송이 되zam으로지 प्रचार 거지게 प्रसार 되베 भएको जस्तै अहिले 유에 되버로지 जस्तो छ पहिला 아니 जस्तो थियो त्यस्तो छ अहिले भन्नु 대다 मिल्दैन, 되베기 किनकि समय युग 가르 परिस्थिति 쉬어서 अनुसार धेरै नै परिवर्तन 지 भइसकेको छ। 다 당보디 상하다 네 응원도 응원버도 अ, 상계 기배 다 त्यसैले बुद्धले यो वज्रयानको 좀 투기 응원도 다 잘지 एउटा 아시에군다 때려야 지당기 시에서를 अनुभव भनौँ न होइन, 네 अनुभूति, 미세기 उहाँको 세당 अनुभूति एउटा 진이스다 बोध, 다 지당기 시에서를 제비나 अ, त्यसको विषयमा 지당 थोरै मैले 심주바 बताउनु पर्दाखेरि 심주바 अ, 캐바스요긴 뉴스리아 वज्रयान र उहाँको 되매기 난데니 मुख्य अब बोध गर्ने 아니 내루 젠랑기 शुरू 차려 कुरामा 내루 फरक के 젠랑 छ भने यसमा अब 링게 सामान्य 젠랑지 हिसाबमा बताउनु पर्दाखेरि यसलाई 디게기 अनुसन्धान 슈루지 कर्मीहरूले आफ्नो राय मतहरू के राख्ने 세상 गरेको 아니 पाइन्छ त भन्दा 심주바 망부지기다 뒤gün 가르시기 얼사나 아니 सामान्यमा उहाँहरूले यसरी 상계 बताउनुहुन्छ। 상고 상계 고만토야 대다 아니 상하고 सम्यकसम्म बुद्धको 거둘래야 सम्यकसम्म 뉴스엔더지 बुद्धको ज्ञान प्राप्त गर्ने र वज्रयानमा केही फरक छैन 알잖아 भन्ने 상계 यसरी बताउनुहुन्छ। 땜바샤게 도바 상계 공방 किन भन्दाखेरि बुद्धको बुद्धत्वको ज्ञान 상계 प्राप्त गर्नु भनेको 공방이에 봤다 안디 이제 추이 콜고 와라 소바 티주 अब 티주 बुद्धत्वको 상하 ज्ञान प्राप्त 때도나 요 गर्नु 말았어 भनेको अब 디교자 되네 ब्युजिनु हो एक किसिमको। 상계 공방 토야다 उहाँले बुद्धत्व 아니 ज्ञान प्राप्त 상하기 गरेको 들어 भएकोले नै 상하 त्यहाँदेखि 주인 चार आर्य सत्य लगायत 대바다서 अनेक 요 धर्मचक्रहरू 말았지 फैलाउनु भएर 근데 यसरी 신인들이 यो 캐바도 उम्, 내려야 चेलाहरू बढ्दै गएको हो। त्यही कारणले वज्रयानको 다 캐바도 मूल 주기 स्रोत ज्ञान नै बुद्धत्व हुनु हो भनेर यसरी कुनै 대바든지 अनुसन्धान 지바 कर्मीहरू 대바 विद्वानहरूले बताउनुहुन्छ। 따완든지 키고야 금세암 고즈겠다 त्यसैले यस्तो 시점이 एउटा 가려야 दर्शन, 살라비나 상계의 त्यही 응원도 कारणले वज्रयान 대취하다 र बुद्धत्व ज्ञानमा फरक 상계의 छैन भनेर 공방 बताइन्छ। 니야데 몽데 기 니주지 쳐야 말았어 상계의 हेर्ने 공방 तरिका 토야데 दृष्टिकोण 아니 यस्तोदेखि नै हेर्न 시르베 सकिन्छ कि 템포바지레 마다베기 बुद्धत्वको 아니 ज्ञान 데 몽데로 प्राप्त गर्ने भनेको 주지 쳐야 एउटा 말았어 अ, अन्धविश्वासमा 세상 कदापि 상계 प्राप्त 충전데 हुँदैन। 투기를 예 बुद्धत्वको ज्ञान हासिल गर्नुको लागि 왜스르트 अर्थात् बुद्ध हुनुको लागि 왜스르트 왜 난도 अन्धकार 버지레 निष्पट 마다베기 데 뮤나도 버지 쳐야 प्राप्त 말았어 गर्नु सकिँदैन। बुद्धत्व ज्ञानलाई प्रज्ञाद्वारा 근데 प्र, 인류산에 प्रज्ञाको 아니 상계 अनुसरण गरेर अर्थात् 공방디 प्रज्ञाको 상계라 पछि 뱀맥이 गएर 난데기 트레리아 상계 최사데 시르비 지엔랑 하사난다 प्राप्त भएको कुरा हो, नत्र 아니 भने 릭베 지엔랑 अन्धविश्वासको पछि 들리지 लागेर यो 시제도 로디 बुद्धत्व ज्ञान प्राप्त भएको 마다베기 होइन भनेर 아니 भन्नुहुन्छ। 몽데기 제선 장바 아 갑디 두산다 야갈야지 त्यसैले 몽데기 출루 अब 마버지 임레 이네 पहिला प्राचीन कालमा 상계비 최소 विश्वास 슈베기 गर्ने यो ब्राह्मणले भन्नुभयो, 주라지 गुरुले 봐 भन्नुभयो भनेर 몽데기 제선 अन्धविश्वासमा 아니 이제 상계 धर्मलाई 공방사야데 विश्वास गर्ने धेरै थियो 몽데란 प्राचीन 저게 कालमा। 버지나 몽데를 त्यसैले 주부지 쳐요 말았어 बुद्धको ज्ञान 제야 भनेको एउटा 아니 त्यस्तो 룽디 प्रकारको 시리아 एउटा 말이야 상계의 공방 온도 체베
다 अन्धविश्वासमा 상계기랑 प्राप्त हुने होइन 몽세 거라서나다 बुद्धको 상계기 ज्ञान भनेको एउटा रोशनी हो 니루 यो प्रज्ञाद्वारा नै प्राप्त हुने हुँदाखेरि 수텔이야 यो अ, 아는 제시에르 쓰나다 श्रद्धासँग धेरै 디콜이야 세시에르 सम्बन्ध रहेको छ 다 대야 यसको 롱양다 딜레 나로리아 यसको स्पष्ट कसरी कोरिएको छ त भन्दाखेरि लुङ देशी अ, चार वर्गीय आगमभित्र बुद्धले प्राप्त गरेको बोध गरेको धर्म चक्रको अ, कुरामा यसरी बताउनु भएको छ उहाँले धर्म के हो भन्ने विषयमा बताउनु भएको थियो लुङ देशी भनेको चार वर्गीय 롱양다레 आगमभित्र 메시 땅에 다스마 지카쇼레 겨우겨우 제지 교샤기 वर्षे 다다지 대유메다 하고메 यो 다이네 मैले अब छिटो छिटो यो अनुवाद गरेको हो अब यसको सही अब अर्थ लागेको छ कि छैन यो चाहिँ तपाईँहरूले अब अनुसन्धान 티 गर्नु होला 지천데기 경롱아데 라카세 동에기 덴바 ngaरमा थेबे त्यतिखेर बुद्धले सुशी छेला 500 मिकेस भिक्षुहरूले आज्ञा शिके दिनुभयो शिकेस रिबकेस दुःख दुःख गोवाकेस सत्य जुजुङको पहिला 동행 고바다 동행 고바주 नसुनेको धर्म हो 아베 덴바 ngaरमा थेबे छेन्दिन त्यसलाई सत्य मार्गमा सुशी छेला आफूले अ, मिकेस इशिकेस ध्यान गर्यो अध्ययन गर्यो शिकेस भने रिबकेस ज्ञानको नामकेस आँखा खुल्नेछ छेजेलेस आँखा जन्मिनेछ प्रज्ञा जन्मिनेछ विद्या आउनेछ ताति उज्यालो हुनेछ कुसुम ता सांगेगे सबै छेथम कुरा जेंगन छे उदय हुनेछ छेथम जेंगन दुःखलाई अन्त गर्न सक्नेछ सांगेगे कबलिया दुःखलाई रोक अनि छेथम निषेध जे गरेर गे खंदा आर्य मार्ग खरु सत्य नम्बर तो यु नम्बर तो यु आर्य मार्ग खबे सत्य छेले अनि हरवा पहिला नसुनेकोलाई अनि ती राम्रोसँग छेथम जे अनि नम्बर तो याद गरेमा सांगे गेबे त्यसलाई कबलिया बोध छे गरेमा तांदु ता खंदा अध्ययन गरेमा खबंग दु गेबे ज्ञानको कबलिया आँखाहरू चक्षुहरू अनि खुल्नेछ भनेर खोंग यसरी थु बताएको हो गेलिया बताउनु बे भएको छ वेनान रबछि छेथम जे दे अनि जी माथोंबा मरिबा त्यसैले छेजा बुद्ध भनेको चाहिँ उहाँको अगाडि कुनै अँध्यारो नटिने सबै स्पष्ट रूपमा देख्न सक्छ त्यस्तोले बताइन्छ एकदम स्पष्ट प्रकाशमय उज्यालो रोशनीलाई ज्योतिले बुद्धको ज्ञान बुद्धको रोशनी प्रज्ञा यस्तोले बताउँछ त्यसैले बुद्धको ज्ञान यसरी भित्रैदेखि रोशनी ज्ञानको रोशनी बल्दाखेरि अनि अज्ञानताको निष्पटहरू हटेर अलिकता पनि रहँदैन किनकि त्यसमा स्पष्टमय प्रकाशको जन्म हुँदछ विद्याको उत्पत्ति हुँदछ समुदायको अन्त हुनेछ र दुःखलाई निरोध गर्दछ यसरी बताएको सबै कुराहरू चुरुराको एउटा फल जस्तो स्पष्ट रूपमा देख्न सकिने त्यस्तो ज्ञानलाई नै बुद्धको ज्ञान भनिन्छ यसरी बताएको छ अनि अर्को यस्तै आगम चाहिँ यसको विषयमा मैले बताउनु पर्दैन यस्तो झनै तालमेल मिल्न जान्छ यसको जस्तो जस्तो रहेको छ जे भए पनि यो जस्तो एउटा आगमहरू बुद्धको वचनहरू बुद्धत्व ज्ञान प्राप्त गर्ने बेलामा उहाँको एउटा बोध भनौँ न एउटा अनुभूति एउटा उहाँको अनुभूति भनौँ न यसको विषयमा धेरै व्याख्या र टिकाहरू लेखिएका छन् बुद्धत्व हुने बेलामा अब बुद्ध हुने बेलामा कस्तो अब ज्ञानहरू प्राप्त हुँदछ कसरी बुद्धत्व प्राप्त हुन्छ भने यसको विषयमा धेरै आफ्नो अब कुराहरू राखिएको छ अब आफ्नै अब राय मतहरू राखिन्छ यसमा अब विशेष गरी धर्म भनौँ न होइन स्पष्ट देखाउने धर्म हो धर्म भनेको आफ्नै विचारमा देखा पर्ने एउटा अभिसमयको बोधले बुझिन्छ आजभन्दा 2545 वर्ष अगाडि पनि अनि आज पनि के हो त अनि वास्तविकता सत्य तथ्य के हो त्यसलाई छर्लङ्ग देख्न सक्नेमा फरक छैन यो बुद्धको खुबी हो एउटा अब बुद्धको प्राप्त गर्ने ज्ञान भनेपछि 2565 वर्ष अगाडि बोध गरेको बेग्लै ज्ञान थियो बुद्धले
अहिले बेग्लै छ भने त्यस्तो कदापि फरक हुँदैन, त्यस्तो कहिले पनि परिवर्तन हुँदैन। तिनै कालमा वर्तमान भविष्य भूतकाल सबैमा बुद्धले देख्नु भएको ज्ञान सत्यता भएको, सत्य तथ्यले वास गरेको, वास्तविकता भएको, वास्तविकताले सिद्ध भएको, त्यो त्यसमा कुनै पनि काल्पनिक र बनावट छैन। यो बुद्धले नजर लाउँदाखेरि, उहाँले देख्नु हुँदाखेरि चाहिँ बुद्धले हेर्नु भएको जस्तै, उहाँले नजर लाउनु भएको जस्तै होइन, हामीले देखेको र अब बुद्धले देख्नु भएको फरक केही छैन। बस हामी संसारमा डुबिरहे, पिउजिनु सकेन, उहाँले देखिरहे तर त्यहाँदेखि पिउजेर उहाँ मुक्त हुनुभयो, त्यो फरक रह्यो नि त। यस्तो सत्य र यस्तो वास्तविकता सबैले देख्नु आफ्नो अध्ययन अनुसार, अभ्यास अनुसार त्यसलाई बोध गर्नु सक्ने नसक्ने आफूमा निर्भर छ। तर यो सबैले बोध गर्नु सक्छ यदि अभ्यासता छ भने, त्यो आफ्नो अभ्यास गर्ने आफ्नो पौरखमा बुद्धले सबै धर्मको वास्तविक प्राकृतिक हेर्दाखेरि जुन उहाँले देख्नु भएको धर्म प्राकृतिक सबै के हो त, सबै संसारमा ढाकिएको वस्तु रहेको छ, सबै संसारमा ढाकिएको प्राकृतिक रहेको छ। त्यसैले जुन वास्तविकता कुराहरू अब छ त्यसलाई स्पष्ट रूपमा देख्नु सक्यो, बोध गर्नु सक्यो भने यही नै रहेको छ बुद्धत्व हासिल गर्ने मुख्य ज्ञानहरू। अनि यस्तो प्रकारले अब सबै ठाउँमा के हो त सत्यता भएको होइन, तिनै काल बेला सबैमा एउटै भएको, त्यस्तोलाई व्याख्या र बयानहरू दिनुहुन्छ विद्वानहरूले। प्राकृतिक भने जस्तो त्यस्तै रहन्छ नि होइन, एउटाले हेर्दा अर्कै देख्ने, अर्कोले हेर्दा अर्को देख्ने, त्यो त प्राकृतिक होइन नि, त्यो त बनावट कृत्रिम भयो नि त। अहिले वास्तविक भनेको अकृत्रिम बनावट नभएको, त्यसको मुख्य काँचो, त्यसको मुख्य निचोड सत्यता वास्तविकता कुरा बताउँदा कुनै बुद्धलाई वास्तविकता देखेको अरू बुद्धलाई नदेख्ने, बोधिसत्वहरू नदेख्ने होइन, सबै एउटै नै देख्छ। तर त्यसलाई बुझेर जानेर त्यो आफूभित्र बोध गरेर त्यहाँदेखि उम्किने, त्यहाँदेखि स्पष्ट रूपमा पारङ्गत गर्ने नगर्ने प्राणी र बुद्धको फरक रहेको। त्यसैले धर्म भए पनि धर्मको प्राकृतिक स्वभाव त बोध गर्नु सक्ने, हामी सबैले बोध गर्नु सक्छौँ, त्यसलाई पार गर्नु सकिन्छ भने देखाउँदछ। त्यसैले प्रारम्भिक बौद्ध धर्मको समयमा अनि धर्म भने चाहिँ के हो त भन्दाखेरि एउटा आफ्नो विश्लेषण विमोचन, एउटा आफ्नो प्रज्ञाद्वारा त्यसलाई बोध गर्न सकिन्छ, त्यस्तो देखाउँदछ। त्यसैले एउटा श्रद्धा भक्तिको मार्ग मात्रैले वास्तविक बुद्धले बोध गर्नुभएको ज्ञानहरू प्राप्त हुन सक्दैन। त्यो प्राप्त गर्नुलाई आफूले प्रज्ञाको आँखादेखि विश्लेषण गर्दै बोध गर्दै प्रज्ञादेखि मात्रै प्राप्त गर्नु सकिनेछ। त्यसैले यो बौद्ध धर्म भनेको चाहिँ आस्थामा मात्रै निर्भर छैन भन्ने चाहिँ कुरा झल्काउँछ। बुद्धले स्पष्ट रूपमा बोध गर्नुभएको धर्म चाहिँ प्रज्ञादेखि दर्शाउनु भएको, प्रज्ञादेखि स्पष्ट रूपमा बोध गर्नुभएको धर्मलाई बुझिन्छ। यही नै यो प्राकृतिक। यसमा अनेकन कुरा प्रकृति समुदायहरू, नैरत्महरू, त्यसै गरी पञ्च स्कन्धहरू सबै के हो त यो वास्तविकता। धर्मको वास्तविकता के हो, धर्मको प्राकृतिक के हो, धर्मको मुख्य काँचो
वाक्य हो ती बुझाउँदैछन् यो सबै यसले के दर्शाउँदछ भन्दाखेरि सबै प्रज्ञाद्वारा नै दर्शन गर्नुपर्दछ प्रज्ञाद्वारा नै बोध गर्नुपर्छ प्रज्ञाको आँखादेखि नै यो प्राप्त गर्ने हो भन्ने यो कुरा चाहिँ दर्शाउँदछ त्यसैले यो बुद्धले प्रत्यक्ष रूपमा बोध गर्नुभएको अनि यो के अब एउटा लाटा लठेप्रोहरूलाई होइन अनि एउटा आस्थाको बाटोमा मात्रै हिँड्ने त्यस्तोहरूलाई उनीहरूले अब तिनीहरूले त्यस्तोले अब बोध गर्नु सक्दैन नि त्यसैले बुद्धको ज्ञान भनेको एउटा अन्धकार नभएर अन्धकारलाई हटाउने एउटा रोशनीको स्पष्ट रूपमा देख्नु सक्ने बोध गर्नु सक्नेलाई बुझाउँदछन् स्पष्ट रूपमा देख्नु सक्ने त्यस्तो क्वालिटी भएको प्रज्ञालाई नै बुद्धको ज्ञान प्राप्त गर्ने अब वास्तविकमा हामीले कुरा गर्नुपर्ने बुद्धको बोधि ज्ञानहरू सम्बोधि ज्ञानहरू बुद्धताहरू होइन सबै के हो त यो कुनै अर्थ र कुनै यो प्रज्ञामा मात्रै यो अब छोटो प्रज्ञामा मात्रै यो अड्किएको हो त होइन बुद्धको बोधि ज्ञान भनेको बुद्धको अविस्मरणको बोध ज्ञान भनेको सबै के हो त शब्ददेखि व्यवहारदेखि पार भएको हामीले बताउन नसक्ने त्यसको बयान गर्न नसक्ने अपरिमेय अचिन्तनीय अब यसरी हामी विशेष गरी वज्रयानमा बताउँदछ वज्रयान भनेको हामीले वास्तविकतामा हामीले बुझ्नु सक्दैन शब्दले उच्चारण गर्न सक्दैन पनि भनिन्छ यो पनि यस्तो पनि आइरहेको छ यो के हो त भन्दाखेरि यो किन यसरी भन्यो त शब्दमा उच्चारण गर्न नसक्ने गहनतामय गम्भीरता किन भन्यो यसको विषयमा थोरै बताउनु पर्दा यो मायाजाल सूत्रभित्र यसरी लेखिएको छ यो पाली अनुवादमा चाहिँ लुङढेङ्गा भनिन्छ होइन पञ्चवर्गीय आगमभित्र त्यो लम्बिएको आगमभित्र यो राखिएको छ यो चाहिँ त्यो भित्र अब मायाजाली सूत्र भन्छ त्यो भित्र के रहेको छ भन्दा हे भिक्षु दलहरू हो भिक्षुहरू हो अब यहाँ के बताउनु पुगियो छ त भन्दाखेरि सबैले तथागतको बुद्धको विषयमा प्रशंसा गर्ने अलिकति अब प्रशंसा गर्ने उहाँको उहाँ एकदम सही पुरुष हो उहाँ बुद्ध पुरुष हो भनेर उहाँको विषयमा अब चर्चा गर्ने उहाँको प्रख्यातलाई फैलाउने त्यस्तो गरेको भने के हो त यो तर शीलको एउटा आंशिक क्षेत्र भाग मात्रै हो भनेर बताइन्छ त्यसैले यहाँ भनेको छ कि यो लोकमा बुद्धले शीलहरूलाई पालना गरेको यो धर्महरू सबै सिद्ध गरेको यसको विषयमा बताउनु भएको सबै के हो त सानो कुराहरू मात्रै यसले देखाउँदछ यो एउटा सामान्य यसले कुरा बुझाउँदछ भने यसरी बताएको छ फेरि यस्तै लेखिएको छ कि यही
सूत्रभित्र भिक्षुहरू हो अरू गम्भीरता धर्म भनेको चाहिँ के हो त देख्नु गाह्रो बोध गर्नु गाह्रो शान्तमय सर्वोत्कृष्ट तर्किकको विषय नभएको विद्वान र पोक्तहरूको विद्याले मात्र देख्न सक्ने तथाकथाहरूले मात्रै प्रत्यक्ष रूपमा देखाउन सकिन्छ झल्काउन सकिन्छ दर्शाउन सकिन्छ यही नै तथाकथाहरू चाहिँ स्पष्ट रूपमा उहाँले बताउन सकिन्छ यही नै गम्भीरता हो भन्ने यसरी बताइन्छ अब बुद्धले झुट बोल्नुहुन्न होइन धर्म गर्नुहुन्छ झुट बोल्नुहुन्न काटमाड गर्नु हुँदैन यदि सामान्य धर्म हो सामान्य कुराहरू हो यो महत्त्वपूर्ण कुरा होइन त्यो भन्दा पनि के हो त यो चाहिँ बुद्धको सानो सानो गुण हो एउटा सानो चर्याहरू हो आंशिक चर्याहरू हो मुख्य चर्या भनेको आफ्नो भित्र बोध भएको मुख्य गहनतामय गम्भीरतामय पुग्नुको जान्नुको लागि पहुँच एकदम पुग्ने कम तार्किकहरूको विषयमा नरहनु त्यसैले बुझौँ त्यसैले बुद्धको उहाँको हृदयभित्र बास गरेको बुद्धको हृदयभित्र बास गरेको मुख्य गुणहरू गम्भीरता प्रज्ञाहरूलाई प्रशंसा गर्नु तारिफ गर्नु जरुरी छैन त्यो चाहिँ के हो त हाम्रो तर्कदेखि हाम्रो विचारदेखि नै पार भइसकेको अचिन्तनीय हामीले चिन्तन गर्न नसक्ने त्यस्तो कुनै शब्दहरूदेखि कुनै व्यवहारदेखि बयान गर्नु नसक्ने त्यहीलाई नै अभिसमय भनिन्छ अथवा गुम्बरतोक्पा भनिन्छ बुद्धले बोध गर्नुभएको अभिसमय अर्थात् यसलाई अभिनय पनि भनिन्छ प्रत्यक्ष रूपमा उहाँले बोध गर्नुभएको अर्थमा सबै गम्भीरता देख्नु गाह्रो बुझ्नु गाह्रो शान्तमय उत्कृष्ट त्यसैले बुझाउनुहोस् पोक्त र विद्वान दक्षताले बाहेक सामान्य मान्छेले यसलाई बोध गर्नु सकिँदैन जुन चाहिँ बुद्धको गम्भीरता कुरा हो ज्ञान हो भन्ने दर्शाएको छ चित्रमा त्यस्तै गरी जे भए तापनि यो समयमा मायाजालको सूत्रभित्र भनेको छ कि तथाकथाहरूले बोध गरेको धर्म बुझ्नु गाह्रो देख्नु धेरै कठिनता यो तर्किकहरू तर्कभित्र गएर उनीहरूको एउटा विचारदेखि धारादेखि नै टाढो भएको दूर भएको बताउँदछ अब तर्क वितर्कदेखि पार भएको त्यसैले जुन तर्क वितर्क गर्ने विचारदेखि यो धारादेखि टाढो भएकोले बुझ्नु पर्दछ भनेर बताएको छ अब तर्क वितर्क भने विचार विमर्श गर्ने अब बुझ्दछ अब तर्क भने के हो त यो हो कि होइन अनुसन्धान गर्नलाई बताइन्छ अब 5 प्रकारको अब तर्क वितर्कको यो शास्त्र छ तोके धेगा भनिन्छ 5 वर्गको तर्क भनिन्छ तर्क सूत्रहरू तर्क शास्त्रहरू यो चाहिँ के हो त अर्थ र यसको मुख्य एउटा लक्षणको देखि तालमेल खान्छै खाँदैन भने अनुसन्धान गर्ने एउटा शास्त्रलाई चाहिँ हामीले तोके धेगा 5 वर्गीय तर्क भनिन्छ तर्कशास्त्र भनिन्छ अब बुद्धको ज्ञान भनेको चाहिँ के हो त भन्दाखेरि यो तर्क वितर्कदेखि बुद्धि लगाई परिमार्जन गरी यही नै हो भनेर यसरी तर्क वितर्कको विषयमा चाहिँ त्यो टिक्दैन त्यो मुखले बयान गर्नु सक्ने होइन लेख्नु सक्ने होइन यो तर्क वितर्क गरेर यसलाई देख्नु सक्ने होइन बाहिर ल्याउन सक्ने होइन त्यस्तो गम्भीरता ज्ञानलाई नै बुद्ध प्राप्त गरेको ज्ञान भनिन्छ भने यसरी हो
ब्रह्म जालामा भित्र यसरी बताउँछ अनि यसलाई चाहिँ तेजिसिब राङ्गिङ ओभर सिसी भनेको चाहिँ तथागत आफैले नै प्रत्यक्ष रूपमा बोध गरे स्पष्ट रूपमा छर्लङ्ग रूपमा देखेको हुँदाखेरि यो बुद्धले बाहेक अरूले नदेख्ने हुँदा अरूले तर्क वितर्क देख्न सकिँदैन भनिन्छ यसलाई अभिज्ञान भनिन्छ यसलाई अभिज्ञान भनिन्छ अब वम्प भन्नाले अभिलाई नजिकले बुझाउँछ अब बुझ्नुलाई ज्ञात हुनुलाई ज्ञान भनिन्छ अभिज्ञान भन्ने बुझ्नु पर्दछ यसलाई अब अभिसमय पनि भनिन्छ अभिज्ञान पनि भनिन्छ प्रत्यक्ष बोध पनि भनिन्छ स्पष्ट बुझक पनि भनिन्छ यसलाई प्रत्यक्ष रूपमा दर्शाउनु पनि भनिन्छ यसलाई अब हामीले वंशे दुख भनिन्छ नि अर्थात् रिधि छ रिधिपद त्यही कारणले यो अभिज्ञान पनि भनिन्छ जुन अब अरूको कुरामा स्पष्ट मनको कुरा बुझ्न सक्ने अरूको फलाना मनमा के कुरा खेलिरहेको छ त्यसलाई अब अभिज्ञान पनि भनिन्छ यो अभिज्ञा पनि भनिन्छ यसलाई होइन अभिज्ञान अब छ प्रकारको अभिज्ञा अर्थ अभिज्ञान रहेको छ होइन जस्तो कि शक्तिको अभिज्ञाहरू भगवान आँखा भगवान देव चक्षुको अभिज्ञाहरू होइन छ प्रकारको यस्तो अभिज्ञा रहेको छ त्यस्तोलाई नै बुझिन्छ स्पष्ट रूपमा अरूको कुरा वास्तविक कुरालाई देख्न सक्ने यसलाई नै अभिज्ञान भनिन्छ अभिज्ञान बुद्धको ज्ञान भनेको चाहिँ के हो त गम्भीरता र गहनता एकदम गुप्य भाषिएको ज्ञानले मात्रै यो अभिज्ञालाई चाहिँ बुझ्न सकिन्छ यसलाई बोध गर्न सकिन्छ त्यसैले एउटा पोख्ता विद्वानले मात्रै यसलाई दर्शन पाउन सक्ने दर्शन गर्न सक्ने प्रज्ञाको आँखाले मात्र देख्न सक्ने भएकोले यसलाई बुद्धता ज्ञान बुद्ध भूमि सम्यक बोधि ज्ञान भनिन्छ र यो सामान्य तर्क वितर्क गर्ने मान्छेहरूले चाहिँ यसलाई बोध गर्न सकिँदैन यही नै हो वज्रयानको विशेषता बोध गरेको ज्ञान भनिन्छ जस्तै बुद्धले स्पष्ट रूपमा बोध गर्नुभयो यो बोधि ज्ञान चाहिँ स्पष्ट रूपमा बोध गर्नुभयो अभिज्ञा गर्नुभयो कुनै संस्कृतमा यसलाई विद्या पनि भनिन्छ अभिज्ञालाई विद्या पनि भनिन्छ विद्या विद्या भने के हो त भन्दाखेरि बुद्धको अभिज्ञालाई विद्या पनि भनिन्छ पालीमा कसरी बुझ्न सक्छौँ भन्दाखेरि अघि मैले यो कुनै आगमको बताएको कुरा जस्तै कि ज्ञान जन्मियो आँखा जन्मियो होइन त्यस्तै गरी विद्या जन्मियो भनेको छ नि त त्यही कारणले त्यो बेला विद्या अर्थात् विज्ञान भनेको छ त्यसैले अभिज्ञालाई बुद्धको अभिज्ञा बुद्धले बोध गर्नुभयो अभिज्ञालाई विद्या पनि भनिन्छ भन्ने यसरी भन्नु मिल्छ कुनै बेला यो ग्रामरहरू अर्थात् यो व्याकरणहरूलाई बाहिरी यो कुराहरूलाई हामीले अब अध्ययन गर्नलाई पनि अब अनि 5 वटा शिक्षाहरूलाई प्रवेश गर्ने बेलामा तिनीहरू रहेको कुराहरूलाई त्यसले पनि हामीले विद्या भन्ने बुझिन्छ साङा रिङा सुङा भनिन्छ नि यसमा होइन
위갸사 칙디 상아 날 배주 세베 갑려야 링나를 교슈 릭바 사데 링나를 고 कुनै बेला अब वज्र 위갸사 मन्त्र 링나 विद्या मन्त्र 상아 찌보 마데 त्यस्तै गरी 디 धारणी मन्त्र 르바 भन्न 년도 तीन 데베기 प्रकारको 자가 मन्त्र रहेको छ 딘젠나 티졸라 데다 위갸사데 릭바디 त्यसैले 링나ल यो 나ल 고알레 자 진짜야 यो विनय पिठभित्र भएको अब यो विद्या भनेको चाहिँ अब 윤센 텔라 땡체네 विद्या भनेको चाहिँ वज्रयानको 위갸 कुराहरूलाई 이시 दर्शाएको छ 릭베 이시삼 야나 მომ버 떡베 이시 시에베 텔라야 덩기 가수다 텔라야 체수 가르데요 어서 뭐 एउटा 사고듯이 विशेषता के छ भन्दाखेरि को도 규베기 गोप्यता 상황 को도 규베 된다 गुया 예진지 गम्भीरता बुझाउँदछ यो विद्या अभिज्ञ भन्ने कुरा छ किन भन्दाखेरि सामान्य मान्छेले बोध गर्नु नसकेकोले देख्नु नसकेकोले यसलाई के भन्यो त भन्दाखेरि यसलाई गोप्य भन्यो नि त गुयात भन्यो यो जताततै मान्छेले अब बतायो भने त्यसलाई अब दोष र उसलाई धेरै खतरा हुने हुँदै यो लुकाएर राख्यो त्यसैले नै यसलाई गुया गोप्य भन्यो विद्या भन्ने यसमा धेरै समस्याहरू उठाउन सक्छ यसमा दुई प्रकारको कुरा रहेछ एक हिसाबले हेरे विद्या भन्नाले एउटा अर्थसँग मिलेको स्पष्ट स्पष्ट प्रज्ञालाई बुझाउँदछ अर्को हिसाबले हेर्यो भने विज्ञा भन्नाले एउटा अर्को पक्षदेखि हेर्नु पर्दाखेरि विद्या भन्नाले एउटा चाहिँ एउटा विभिन्न अर्थदेखि विभिन्न शास्त्रदेखि विभिन्न तर्कदेखि बोध गर्नु सक्ने बुझाउँछ अनि अर्को पक्षबाट हेऱ्यो भने विभिन्न तर्कदेखि बोध गर्नु नसक्ने भित्री ज्ञानदेखि अर्को चाहिँ के हो तर्कदेखि अब यो तर्कदेखि नै अर्थ लगाएर बोध गर्नु सक्नेमा अब विद्याको फरक रहेको छ विद्यामा दुई प्रकार रहेछ भने नि बुझ्नु पर्दछ त्यसैले अब प्रत्यक्ष रूपमा एउटा प्रत्यक्ष रूपमा देख्न नसक्ने होइन अनि गोप्य रूपमा गोप्यता हो भन्दा अब हामी गोप्यता नै हो भन्दा अब हामीले नामकरण पनि राख्नु मिल्दैन अब हामीले एक पक्षबाट हेर्यो भने तर्कको शास्त्र खोल्यो भने होइन वज्रयानको मुख्य अब ज्ञान भनेको चाहिँ तर्क अर्थ लगाएर बोध गर्नु सक्ने बताइरहेको छ अर्को विषयमा हेर्ने भने ओ यो चाहिँ तर्कदेखि सामान्य मान्छेहरूले बोध गर्नु सकिँदैन यसलाई चाहिँ भित्रैदेखि गम्भीरता गोप्यता भएकोले यसलाई चाहिँ विद्वानको भित्री आँखाले मात्रै अब बाहेक अर्को सामान्य आँखाले यसलाई बोध गर्नु सक्दैन भन्ने पनि यस्तो दुईटा कुराहरू चाहिँ दर्शाउँदछ विद्या भन्नाले अर्थात् यो विद्या भन्नाले एउटा के हो त बाहिरी शास्त्र व्याकरणहरूसँग सम्बन्ध भएको कुरालाई पनि दर्शाउँछ भन्दाखेरि दर्शाउँछ अर्को चाहिँ विद्या भन्नाले वज्रयानको गम्भीरता तर्कदेखि बोध गर्नु नसक्ने सामान्य मान्छेले देख्नु नसक्ने त्यो कुरालाई पनि बुझाउँछ अब यो गोप्यसँग होइन अरूले अब सामान्य मान्छेले बोधै गर्न नसकेकोले अब त्यसलाई गोप्यता भनेर नाम राखेको हुँदा त्योसँग सम्बन्ध भएको जस्तो हो कि जस्तो पनि लाग्छ किन गोप्यता राख्यो भन्दा सबै मान्छेले यसले बोध गर्न सक्दैन सजिलो छ त्यसैले यो गोप्यता राखेको तर पनि अब कसैले के भन्ने गरेको छ त भन्दाखेरि ब्रह्म जालभित्र अब सूत्रभित्र यो अन्धविश्वासले भरिएको वज्रयानको धेरै कर्महरू भनौँ यो कर्म अब भारतमा पनि छैन होइन यो कर्मकाण्डहरू
अब यो अर्थ नभएको होइन यो ज्योतिष कुराहरू होइन जोखनाहरू यो सबै के हो त वज्रयानदेखि आएको हो नि त्यसैले त्यो अब सत्यता नभएकोले होइन त्यसैले बुद्धको ज्ञान र वज्रयानसँग फरक नभएको हुनुपर्छ किन भन्दाखेरि बुद्धको ज्ञान प्राप्त गर्नु वज्रयान भनेको नै बुद्धको ज्ञान प्राप्त गर्ने मूल स्रोत हो त्यसैले यो अनेकन अब यो कर्मकाण्डहरू कुरालाई चाहिँ अब यो अन्धविश्वास गरेर अब आएको हुँदाखेरि त्यसलाई चाहिँ अब धेरै नै अब रोकथाम गरिएको छ रोकिएको छ त्यसै कारणले अनि बुद्धले अनि अनेकन यो अर्थ नभएको अनावश्यक यो ज्योतिषहरू जोखनाहरू विभिन्न अनेकन थरी कर्मकाण्डहरू चाहिँ गर्नु पाइँदैन यो चाहिँ अब अन्धविश्वासको धारमा जानु पाइँदैन भनेर रोकथाम पनि गरिएको छ किन भन्दाखेरि वज्रयान धर्म भने गम्भीरता भएको कारणले अनि यो अन्धविश्वास चल्दैन भन्ने कारण चाहिँ त्यो यसको विषयमा फेरि पछि बताउनेछु बुद्धको कालमा एक समयमा धेरै मान्छेहरूले अब म बुद्धको शरणमा आएर म अब बुद्ध धर्म सिक्नेछु मलाई तपाईँको अनुसरणमा लिनुहोस् भनेर अब धेरै आयो होइन त्यो आएर पनि के हो त भने त्यो भित्र बुद्धको चेला भनेर के हो त अब मूढ अन्धकार मूर्खताहरू होइन त्यति अब बलवान नभएको अब अब आज भोलि त विभिन्न स्कुलहरू गएर विभिन्न कुरा सिक्छौँ तर बुद्धको कालमा त विभिन्न अब सिक्नुको लागि स्कुलहरू विद्यालय नहुन्थ्यो नि त अब त्यो बेला अक्षर नै थिएन नि त अब त्यही कारणले गर्दाखेरि अनि बुद्धको कालमा पनि के हो त अनि मूर्खताहरू अनि दुर्बलताहरू धेरै थियो नि त प्रज्ञा नभएको बुद्धि दिमाग नभएको त्यसैले कारणले गर्दाखेरि त्यस्तो अब अनि दुर्बलहरू धेरै भएकोले बुद्धले बताउनु भएको जस्तै सहीमा 100% राम्रोसँग अध्ययन गर्ने मान्छेहरू अब थोरै भएको जस्तो देखिन्छ त्यसै कारणले गर्दाखेरि यो गम्भीरता वज्रयान भनेको अब सामान्य बुद्धि ज्ञान भएकोले अब यसलाई बुझ्नु नसक्ने हुँदाखेरि त्यो बेला मान्छेहरू दुर्बल र धेरै अब मूर्खता भएकोले अनि नबुझेको कारण होइन बुद्धि ज्ञान अपुग भएको कारणले गर्दाखेरि अनि अन्धविश्वासपट्टि गएको अनि मात्रै देखिन्छ त्यसैले यहाँ अनुसन्धान कर्मीले यसमा के बताउँछ भन्दाखेरि प्रारम्भिक बौद्ध धर्ममा चाहिँ दुई क्रमको अब मान्छेहरू रहेछ एउटा चाहिँ के हो त भन्दाखेरि अन्धविश्वास नगरिकन अनुसन्धान गरेर समीक्षा गरी तर्क वृत्तान्त गरी अब साँच्ची नै अब हो कि होइन अनुसन्धान गरेर अध्ययन गर्ने पनि रहेछ अर्को चाहिँ के हो त अरूले भनेको भरमा अन्धविश्वासको भरमा अब यसरी अध्ययन गर्ने पनि रहेछ भने यसरी अब प्रारम्भिक बौद्ध धर्मको समयमा अब यस्तो थियो भन्ने अब कुराहरू कोही विद्वानहरूले दर्शाउनुहुन्छ अब जेठा सेजो भन्ने होइन एउटा सर्वस्तिवादको एउटा मुख्य मूल ग्रन्थ रहेको छ त्यो भित्र के छ त भन्दाखेरि अष्टाङ्गिक मार्ग बताउने बेलामा सम्यक वचन अनि सम्यक कर्मान्त भन्ने यसरी बताएको छ अनि यसको फेरि अर्को विपरीत के हो त सम्यक अजीब भन्ने बताएको छ अब खास अब सम्यक कर्मान्त भन्ने बित्तिकै के हो त सम्यक अजीब
जीविका चलाउने कुराहरू बताउनु त्यो भित्र पर्छ नि। तर के हो त यो विश्वको कारण के हो त भन्दाखेरि किन भन्दाखेरि सम्यक जीवहरू जीविकोपार्जन चलाउँदाखेरि के हो त होइन, मान्छेहरूले के हो त मिथ्या आजीव चलाउने होइन, अनि लुटेर चोरेर विभिन्न जीविका चलाउनु त्यो चाहिँ अब रद्द गर्नु, त्यो चाहिँ राम्रो होइन, त्यस्तो गर्नु हुँदैन भन्ने कारणले नै त्यसलाई छुट्टै नै के हो त सम्यक आजीव अर्थात् जीविकोपार्जन भनेर राख्नु भएको कारण चाहिँ त्यो हो। त्यही अब जेरासेदो छिम्मो भन्ने एउटा शास्त्रभित्र के लेखेको छ भन्दाखेरि यसको एकमुष्ट अर्थ बताउनु पर्दाखेरि यो खराब होइन, खराब यो अजीब कसले भनिन्छ भन्दाखेरि होइन, मिथ्या अजीब कसले भनिन्छ भन्दाखेरि दुईटा कुरालाई बुझाउँछ, अनि अध्ययन गर्नु गाह्रो हटाउनु गाह्रो दुई प्रकार रहेछ। एउटा के हो त भन्दाखेरि अब गृहस्थी वर्गहरूले चाहिँ के हो त मिथ्या दृष्टिहरू धेरै गाह्रो, मिथ्या दृष्टि हटाउनको लागि अत्यन्त गाह्रो। भिक्षुहरू पनि के हो त अब भ्रम भएको खराब अजीब चलाउने कुरा त्याग्ने चाहिँ धेरै गाह्रो बताइन्छ। उदाहरणको लागि जस्तै एउटा गृहस्थी वर्ग राखौँ, एउटा एकदम विद्वान उपासिकाको उपासकको एउटा बुद्धको वचनहरू जानेको बुझेको के अब उपासक होइन, पञ्चशीलहरू शिक्षाहरू जानेको बताउने त्यो गृहस्थीलाई दुःख कुनै एउटा समस्या देखा पर्यो भने, एउटा घर परिवारमा झगडाकाल यसरी मच्यो भने होइन, व्यापार व्यवसाय हटेर गयो, धेरै समस्याहरू देखा पर्यो भने उसले के गर्छ भन्दाखेरि उसले छिट्टो नै फेरि के हो त अनि यो संसारिक देवताहरू पुजेर होइन, भगवान अब काठको पानीमा भनौँ न भूमि अनि त्यो बेला दुःख पर्दाखेरि अनि संसारिक भवनहरू पुजेर ढोकेर अनेक कुरा गर्दछ। अब साँच्ची नै धर्म गर्ने भने अब के हो त, अब जे भए तापनि के हो त, अब जे भए जस्तोसुकै दुःख आए तापनि म एउटा धर्म अभ्यास गर्ने बुद्धको चेला भएको हुँदाखेरि, चेला चेली भएकोले समस्या कसलाई आउँदैन र भने त्यसलाई अलिकति सहनशीलता हुनुपर्छ। अब आफूले समस्या पर्यो भने होइन, अब भारत जस्तै अब भारतवर्गमा भएको जस्तै दुःख पर्ने साथै मन्दिरमा गएर धुप बोकेर जल बोकेर अब आफ्नो समस्या अब हटाउनको लागि अब गुहार माग्न जान्छन् होइन, अनि किन उसलाई अब चित्त नबुझेर त्यस्तो गर्यो नि त, किन समस्या धेरै उल्झ्यो।
उसले कर्मफलमा विश्वास गर्यो भने के हो त अनि यस्तो गर्नु पर्दैन नि अब कर्मफलमा विश्वास नगरेर नि समस्या देख्दाखेरि यो चाहिँ के हो त गृहस्थी वर्गको फेरि दुःख हो अब भिक्षु भिक्षुनीहरूलाई समस्या के छ भन्दाखेरि अनि बेग्यानो नियन्जो बेन्या बर जोस बतिले बेग्यानो सुदि याबु सोंदेंगे अब राम्रो सीलाई पालना गर्ने भिक्षुहरू हैन अब त्यो भिक्षुहरूको सबै खानपान सबै के हो त भन्दाखेरि अरूदेखि आउने हो नि त हैन भिक्षा मागेर अब आज भोलि जस्तो होइन अनि गुम्बाले खाना दिन्छ होइन मागेर खानु पर्दैन एकदम समय अनुसार खाना आइहाल्छ होइन त्यस्तो थियो नि त पहिला हो भने के हो त दिन प्रतिदिन खाना खोज्नको लागि बाहिर भिक्षा माग्न जानु पर्थ्यो नि त अनि त्यो बेला पाएन भने अब भोक तिर्खा मेटेर खपेर बस्नु पर्यो अनि खानाहरू अब पाउनको लागि के हो त भन्दाखेरि अनि खानाहरू अब बाहिरदेखि दानको बाबत पाउने हुँदाखेरि जुन दानदाता देख्ने बित्तिकै अब बेहोरन अब के हो त अब आफ्नो एकदम मुस्कान मुहार देखाएर होइन एकदम राम्रो जस्तो के एकदम अब सबै कुरा पुगेको जस्तो खाना पाउनुको लागि अनि एउटा भोक प्यास तिर्खा मेट्नुको लागि जति सक्दो अब उसले नहुने होइन होइन यस्तो हुन्छ यो हुनेले के हो त एउटा खराब जीविकोपार्जन भन्छ यस्तो चाहिँ गर्नु पाइँदैन भन्नु बुद्धले अब यस्तो रोकेको छ यसलाई शौलङ भनेर के हो त अब चाप्लुसी गरेर होइन अब माग्ने तरिका अब कुनै आफूले चाहेको मन परेको सामान अब सिधै त्यो भन्नु नसकेर के हो त अनेकन आइडिया अनेकन उपाय गरेर अब लिने आइडिया रच्नेलाई उपाय रच्नेलाई त्यसलाई अब शौलङ भनिन्छ त्यसैले यस्तोहरू चाहिँ के हो त भन्दाखेरि खराब जीविकोपार्जन भनिन्छ त्यसैले भिक्षुहरूले चाहिँ खराब भोजन अर्थात् जीविकोपार्जन हटाउनु गाह्रो हो गृहस्थीहरूलाई चाहिँ के हो त नराम्रो विचारहरू अनि हटाउनु गाह्रो हो भन्ने यसरी बताइन्छ यो दानदाताहरूको छेउमा चाहिँ के हो त अब राम्रो भएको जस्तो के हो त एउटा चाप्लुसी गरेको हो नि त होइन एउटा चिप्लो घसेको केही पाउनुको लागि त्यही कारणले अनि कर्मफलमा अनि विश्वास गर्ने त्रिरत्न विश्वास गर्ने धेरै गाह्रो नै भएको हुन्छ यसरी सांसारिक भगवानहरू बुझ्ने समस्या पर्दाखेरि भनेर यसरी अब गृहस्थी वर्गमा देखने अब बताएको हो अब यसमा म 30 मिनट विश्राम राख्न चाहन्छु त्यसपछि फेरि निरन्तरता दिनेछु दा स्यामले अब विद्या मन्त्रको विषयमा अब म बताउन जाँदैछु सर्वप्रथम यसको विषयमा चाहिँ यो प्रारम्भिक बौद्ध धर्मको अब ग्रन्थभित्र अब विभिन्न विद्या मन्त्रद्वारा के हो त रोकथाम गर्ने निषेधित मन्त्र भनिन्छ जुन विघ्न बाधा अब रोकथाम गर्ने यो पालीको अब लुङ देङ भनिन्छ पञ्चवर्गीय आगमभित्र यो भित्र यो लम्बिएको आगम भनिन्छ त्यो भित्रको पहिलो भाग ब्रह्मसूत्र रहेको छ यो ब्रह्मजाल सूत्र त्यो भित्र अब
विद्या मन्त्रहरू धेरै अब रोकिएको छ, निषेध गरेको छ। अनि यसको विषय चाहिँ पहिला अब बताउँ लाग्यो। मैले अघि पूर्वोक्त अघि बताए जस्तै सूत्र ब्रह्म जाल सूत्रभित्र अब यो भित्र प्रयोग गरेको संस्कृत शब्द विद्या भन्ने कुराहरू पाली भाषामा विद्या भनिन्छ, विद्या। यो अब भोट भाषामा अनुवाद गर्यो भने यसलाई ऋग्पा भनिन्छ। यो विद्या भनेको के हो त भन्दाखेरि अब प्राचीन समयमा मान्छेहरूले विद्या कसरी अब बुझिन्छ भन्दाखेरि विद्या भनेर एकदम के हो अनि आश्चर्यजनक विद्या मन्त्रलाई बुझ्दो रहेछ। यो चाहिँ के हो त विशेषतः एउटा ऊर्जा, एउटा पावर, एउटा शक्ति प्रदान गर्ने भन्दाखेरि यसलाई ऋण भन्दो रहेछ। यसलाई अब शान्तमय, वृद्धिमय, अधिकारमय र रौद्रमय कर्महरूलाई अब साकार पार्ने मन्त्र रहेको छ विद्या मन्त्र भनेको। अब यो आजभोलि अब यो कस्तोलाई अब हामीले विद्या मन्त्र कस्तोले हो गर्ने भन्दाखेरि एउटा साइन्टिस्टलाई बुझ्नु पर्दछ। किन भन्दाखेरि यसको कुन कारण दिए कुन फल यसरी आयो भने अनुसन्धानमा जान्छ नि त। यो साइन्टिस्टहरू होइन, त्यही कारणले गर्दाखेरि त्यस्तो प्रकारको हो जस्तो मलाई लाग्दछ। अब हाइड्रोजन अक्सिजन दुइटै छ भने चाहिँ पानी अब आउने छ भन्छन्। त्यस्तो किसिमको अब एउटा कारण भनौँ न, एउटा यो कारणदेखि यो फल आउँछ है भनेर यसमा दाँजो गर्ने, जाँच गर्ने, त्यस्तोलाई अब हामीले साइन्टिस्ट भन्छौँ नि त, वैज्ञानिक। कुनै कारण त्यो कारणहरू त्यसमा पुग्यो भने त्यसको फल चाहिँ अश्चर्य, त्यसको फल चाहिँ निश्चय निस्किन्छ भनेर यसरी अब कारणहरू तत्त्वहरू जुदाएर मिलेर अब बाहिर ल्याउनेलाई अब वैज्ञानिक भन्छौँ। त्यस्तै किसिमको विद्या मन्त्र भन्नाले एउटा वैज्ञानिकलाई पनि बुझ्न सक्छ। त्यसैले विद्या भनेको एउटा शब्द चाहिँ प्रारम्भिक बौद्ध ग्रन्थभित्र यसमा दुईवटा भागहरू मिलाएको रहेछ। पहिला के हो त भन्दाखेरि बुद्धले स्वीकार गरेको विद्या, बुद्धले स्वीकार गर्नुभएको होइन, यो मन्जुर गर्नुभएको। अनि अर्को चाहिँ के हो त बुद्धले अस्वीकार गरेको, मन्जुरी नगरेको विद्या। दुई प्रकारको रहेछ भन्ने प्रारम्भिक बौद्ध धर्मको ग्रन्थहरूमा कोरिएको रहेछ। अर्थात् उहाँले स्वीकार गरेको विद्या, एउटा स्वीकार नगरेको विद्या। अब स्वीकार गरेको, बुद्धले स्वीकार गरेको विद्या कस्तोले भन्यो भन्दाखेरि बुद्धले प्राप्त गरेको वास्तविक अब बौद्धिक ज्ञानलाई बुझ्नु, यो विद्यालाई बुझाउँदछ स्वीकार गरेको विद्या। बुद्धले अब स्वीकार गर्नुहुन्छ, यसमा समर्थन गर्नुहुँदछ, किनकि उहाँले प्राप्त गर्नुभएको वास्तविक कुरा हो यो। अब बुद्धले स्वीकार नगरेको विद्या के हो त भन्नु, उहाँले अब निषेध गर्नुभएको, रोक्क लगाउनु भएको विद्या के हो त भन्दाखेरि ब्रह्म जाल सूत्रभित्र धेरै विद्या रहेको छ। यो चाहिँ दोस्रो विद्यामा समावेश गरे। यो बुद्धले स्वीकार नगरेको विद्याहरू चाहिँ सबै के हो त अब यो चाहिँ निषेध गरेको, रोक्क गरेको विद्या त्यो भित्र समावेश गरेको छ। बुद्धले
ब्रह्मजाल सूत्रबाट यसलाई के लेखिएको छ भन्दाखेरि अनर्थ विद्या अर्थात् अनावश्यक विद्या बेकारको विद्या अथवा फाइदा नभएको तिरचना तिचाना आखाखुस्ता कादर चेने विद्यासा चिता थेमे गजिपा याना ती यसलाई खासुरदा तिरचना विद्या भन्दो रहेछ samsam थेमे यो गजिपा पाली भाषामा याना samsam छेसोंसे तिरा यसलाई दुन्मिकी रिक्पा भनिन्छ अनावश्यक विद्या अर्थात् कुनै अर्थ नभएको विद्यालाई बुझिन्छ व्यर्थ विद्यालाई यसलाई झोलसोङकी रिक्पा पनि अर्थात् यसलाई क्रियाका विद्या पनि भनिन्छ जुन अब मुद्रा पक्ष पन्छीको विद्या जस्तो जे भए त भने यो पञ्चवर्गीय आगमको भित्र भएको ब्रह्मजाल सूत्र भएको अब कुरा दुवै कुराको हामीले अब यो अब यो यसको व्यर्थको विद्याहरू के राखिएको छ त भन्दाखेरि यसको यो ब्रह्मजाल सूत्रभित्र यसको म एक एक गरी नाम बताउने छु अब हात हेर्ने पहिला हात हेर्ने ज्योतिष मान्छेहरूले ज्योतिषीहरूले हात हेर्छ नि राम्रो हुनेछ भनेर अब छेन्न भने चाहिँ के हो त जोखाना हेर्ने त्यही भने चाहिँ अब यो यसको शुभ सङ्केतहरू होइन सपना त्यस्तै गरी जिउमा के हो त यो जाँच गर्ने जस्तो कि बुद्ध अब पहिला जन्मिने बेलामा जन्मिनु हुँदाखेरि उहाँको शरीरमा हेरेर होइन उहाँको लक्षणमा हेरेर यो मान्छे कस्तो हुनेछ भनेर त्यस्तो विद्वान पनि आएको अनि एउटा भनौँ न त्यो बेला ब्राह्मणले चाहिँ बुद्धको जिउ हेर्दाखेरि भविष्यमा यो चाहिँ चक्रवर्ती राजा नभए यो चक्रवर्ती राजा नभए यो एउटा महायोगी हुनेछ भनेर बताएको थियो नि जिउको एउटा शरीर हेरेर होइन जाँच गरेर यसरी बताउने पनि अब के हो त अर्को अब मुसाले टोक्यो भने होइन त्यसको अब अन्दाज लगाएर पनि यसको अब हेर्ने रहेछ अब जोखना हेर्ने रहेछ अब सेर्बु जिन्से भनेको होइन यसरी अब यो आहुति दिने त्यस्तै गरी अनेक यो सद्बियोहरूको आहुति दिने होम जलाउने चामलको धानको आहुति दिने त्यस्तो पनि रहेको छ अनि घिउहरूको यसमा एउटा शब्द मिस्टेक त्रुटि हुन पुगेछ यसले म शुद्धिकरण गर्दैछु अनि गहुँहरू धानहरू त्यस्तै गरी घिउहरू होइन भुटुनको आहुति गर्ने तिलको अब मुखको अब आहुतिको थाहा भएन कस्तो हो अब ठ्याक्कै यो खुनको आहुति दिने अब घरको भनौँ न घरको अब यो आहुति गर्ने घर अब कस्तो छ ठिक छ कि छैन भनेर होइन अब घेरी भनिन्छ अब अर्को चाहिँ के हो त राजाहरूले अब जाँच गर्ने विद्यालय बताउनु रहेछ अनि शुभ सङ्केत दिन्छ कि दिँदैन भनेर होइन त्यस्तै गरी विभिन्न यो पञ्चतत्त्वको विद्याहरू भूमि कतिको चोखो छ भनेर होइन विभिन्न नागको अब होइन नागको विभिन्न विद्याहरू अनि त्योभित्र नाग कस्तो
अनि Dixi सर्पको यो Shuinam विषको Dixi Dilmap विद्याहरू अनि छिवे पापको रिगवा सारे अ, जिजी रिगवा छे अब छिवे यो रिगवा सारे छान रामे जे कोड बिच्छुहरूको विद्याहरू अ, रिने जे मुसाको खजे विद्याहरू रिगवा चराचुरुङ्गी कता छारो विद्याहरू होइन त्यस्तै अनि गरी खा अब साम्बा के हो त सारे अनि कागहरू छेसे कराउँदाखेरि तामे कस्तो हुनेछ भेजु होइन भेजु यसको नपस्तो विद्याहरू त छे खाजु जे सर छिजु डेन्जा अनि ताजे यो छे कति आयु बच्छ भनेर होइन विभिन्न अनि कुराहरू लजु छ सुवा सारे अनि केबंगामु त अब 다 돈 질러서 어디 배주 당기 인주산에 아니 다 अब 자비 पहिला प्राचीन 데라 भारतमा 소바샤 विभिन्न यो हतियारहरू रिगबा धनुहरू प्रयोग गर्ने 딘데스 हुँदाखेरि होइन 톤주 त्यसलाई 게 त्यहाँदेखि मावा सुरुवात गर्नेको अब 딘데 다 톤주 त्यस्तो 게 अब 게 विद्यमान रहेको छ 마와 딘데 꼴이야 아니 다지 심주시야 다 데라 소바 간다 अनि विभिन्न जीव जन्तुहरूको आवाज निकालेर राखिने 참에 विभिन्न 사람 जोखनाहरू 데라 पनि रहेछ होइन 데라 소베 यस्तो 가다 विद्या रहेछ यो रिगबा सबै के हो 시체 त ब्रह्म जाल सूत्रभित्र 다 सबै बुद्धले रिगबा निषेध 세나다 गरेको यो रिने विद्याहरू 세나다 हो यो याला सिरिस 세나다 다 망고 쉽지 यो अब 강고나쇼 अनेकन यो वैज्ञानिक जे भए पनि 세상 전다 도도 세비나 깜들이야 되매베 직바 야나 최송거 직바사 디나로 यो 홍수 चाहिँ के हो त 유여라사나 베네 라베즈 문다야 व्यर्थको 이름 विद्याहरू 바라서 होइन 이렇게 अर्थात् के 이름 हो त यो 소마다 क्रियाका विद्याहरू विभिन्न 딘데 सङ्केत हेर्ने 지지치야도 슈마르게 होइन 지지치야도 अनि 소베기 आगोमा 지지게 आहुति दिने विभिन्न 지지 अ, 베네 आहुतिको एउटा एक पक्ष भइगयो 소마다지 अर्को के हो त भन्दाखेरि अनि 다나시 घरहरू जाँच गर्ने 주 भूमिहरू 다지시야 विभिन्न 두 सर्पहरू 다지시야 विषहरू 딘데 विभिन्न मुसा 직바 लगायतका 시잖아 소바시 भिक्षु लगायत अनेक नै 지지네 विद्या रहेका छन् होइन यो सबै 얘네 विद्याहरू 가성의 직발라서 된대게 배 विभिन्न 마야 유야 दुश्मन पक्षबाट 되매로 आफूलाई 된대게 거 बाण आउँदाखेरि 소바샤 कसरी 와 सुरक्षा 되매 गर्ने त्यसको होइन 된대게 기수이네 संरक्षण सुरक्षा गर्ने त्यस्तो अब सँग सम्बन्ध भएको 다 विभिन्न 대잠도 विद्याहरू छ 가세요 단 디제는 망보죠 얘들 롱 장모 거세 디제는 가르쳐 놓으잖아 배는 천재 쏘야 अब 리바 아니 यसको 요제 धेरै 자 कुराहरू छ होइन 쏘야 그리고 विभिन्न 다는 신 सामान 깨버도 बनाउने 분명히 딱 अनि 분명히 딱이 깨버도 अब 분명히 칭기 केटाले केटीले 아 केटा हेर्न जाँदा विभिन्न लक्षणहरू होइन 깨베지고 분명히 지고 अनेक 칭기 거다 विद्या 다는 रहेका छन् 류칭이 아저씨야 त्यसै गरी विभिन्न 다는 신기 पशुहरूको क्वालिटी 마 यसको गुण गुण 야 꼴래야지 나 된저기 배 리네 된저여지 시작 된저여지 अनि 민나 युद्ध 사이다 गर्दाखेरि 신기도 따지시야 다는 अनि 신 कति 까르메기 समयमा 따지시야 नराम्रो कुराहरू आउँछ 다는 भन्ने यस्तो 신 अनेक 지게 विद्या रहेको 쥐죽기다 자완 अर्को 잠이다 के हो त 지년 잠이다 अनि 여비치 다는 विभिन्न 신기 지다 첩시다 समानता 다는 신 सबै 주디 मेलमिलापता भन्ने 소매기 विभिन्न 시작 कुराहरूको विद्या 망보시야 रहेको छ 타는 맨제라서 अनेकन 이게 대 दबाईहरू 상관없어 औषधिहरू 되매기 अ, 지고 있지 अ, दैनिक 최송을 지고 अजीब 되매기 지고 이제 अजीविक कुराहरू यो सबै के हो त व्यर्थको 강고도 विद्याहरूमा अब 차례야 샤나 राखिएको रहेछ 근데 인류사는 딜라 때는 아주 가라하고 그러잖아 यसले यो 사대자 हेर्दाखेरि 로이가와 हामीले 리버스야 के बुझ्दछ 링아 भन्दाखेरि 지부를 고가 링아 지부가 샤위나야 거지 사마동스 지요 이나 त्यसैले 딘디셔 ब्रह्म 깜딜레 जाल सूत्रभित्र 리버스야데 यो 베나 मेन्जे시या विद्या मन्त्र मात्रै मेन्जे마 रोकेको 베나 होइन 소아르고 롭션시야데 제초고 रोकथाम लगेको चाहिँ 다 धेरै कुरा 지게게 रहेछ 타니기 시점 망보지 यसमा एउटा स्वीकार गरेको एउटा अस्वीकार गरेको अस्वीकार गरेको 근데 विद्याहरूलाई चाहिँ 인류사는 रोकथाम गर्नुको कारण चाहिँ 사대 अनेकन 자연도 कुराहरू 하나 भएको कारणले रहेछ 링아 까보다냐면도 지딩기 나로래야 지금 유 롭션시야 시점 망보지다 अब यो 따지시야 अ, 이렇게 딱봐 विद्या 망보지 제 विद्या 망보지 मन्त्रहरू निषेध 예 गर्दाखेरि 상을로 संसारमा चलेको सबै 딱봐 यो 마셔 ज्ञानहरू 자비 अनेकन सामान्य हामीले दैनिक जीवनमा हामीले चाहिने कुरो सबै रोक्का गरेको 단디가 त्यस्तो 그러지 뭐 देखिएको छ 비디에스하디 나라도 यस्तो विद्या 개발해서 चाहिँ 그래서 비디에스하디 हामीले बुझ्नुपर्ने कुरा के हो त 시작 भन्दाखेरि 야나 एउटा 르메르 ज्ञेय 그거 एउटा 진짜 व्याकरण 세리도 एउटा 버지고 ज्ञान शिक्षा एउटा अ, वैज्ञानिकसँग सम्बन्ध भएको 베네틱 कुरालाई बुझ्नुपर्दछ 시메르기 महायान 베템바 폐기에 बौद्ध 주니까 बौद्ध 세나다 धर्म धेरै वृद्धि 버시고 हुने बेलामा 거리야 아니 अनि बौद्ध 티버시비 독대 티주나 가르소나 그러잖아 त्यो बेला 진주 के बताएको छ 사바이지 भन्दाखेरि 로브존 बोधि बोधिसत्वहरूले चाहिँ 시베베다 르베네가 उहाँहरूले 르베네가 के हो त 사야들 아니 진주 उम्, 사바나 लोब्जोन 체코레스 बोधिसत्वहरूले चाहिँ 랑아 पञ्चविद्याहरू चाहिँ यो 동차야데 अभ्यास गर्नुपर्दछ 공부 참배 शिक्षण गर्नुपर्दछ भनेर बताएको छ यो आगम हामीले धेरै 르베네 बताउँछ नि 마탈라 버마시에나 사지 पञ्चविद्यामा शिक्षण गरेन भने ज्ञान प्राप्त हुँदैन भने 라버 यस्तो 마시에나 케버 마시에나 사다 미치기 농지 청유가
제사 리벤네가라 저주선부터 리벤네가라 러고고래 소야 리벤네가 돼야 다 참배 잡아지는 도티난 가쇼 ती कारणले 제사 पञ्च 갑디 विद्या 릭바 पनि 디아사데 릭바 ब्रह्मजाल सूत्रभित्र 미슈바데 रोक्क गरिएको छ, 링니야 निश्चित गरिएको 시장 야나 세리로 지려야 구유인 버튼 지자 छ। यो चाहिँ के हो त विभिन्न एउटा कोही 나더다 ब्राह्मणहरू आंशिक यो वैज्ञानिक कुराहरूलाई बुझ्नु पर्दछ रोक्का लगाएको 도디기 चाहिँ। 데네가 나로래야 아니 최송거 릭바데 강고 나와 좀더 마세베기 यो 니웨 झोलसङ 데네가 एउटा 나로래 क्रियाका विद्याहरू 최송거 릭바 되메베 릭바데 अनि 릭바 अनेक व्यर्थ विद्याहरू सबै रोक्क गरेको छ। 아 पेना पाली दुवे देनेको छ कि यो देशन पालीको दुर्वा छुङ विनय छ पिटकभित्र देशन चाहिँ छुङ सादे देथेन छुगु भनिन्छ। आंशिक वर्ग खाजा विनयको आंशिक पाली वर्गमा दुवे कि देनेले या जिदाङ खुराम 가서지 자외 차네 대신 수명 당보디 남제세 니버디 मैले भने नि अस्ति होइन, पहिलोमा के हो त फोरम पहिलोमा चाहिँ अब विभङ्ग, दोस्रोमा चाहिँ आंशिक, तेस्रोमा चाहिँ 다시로는 यसको 이거 풍부세 परिवार बताएको थियो नि त। 벽에 토는 제비나 아니 벽에 토는 여빈 뉴욕이 슝기 조단 अब 제비나 파지 एउटा यसको स्कन्द भनौँ न, अब स्कन्द भन्नाले 뉴욕 틴식 있었다는 거지 निजी 차리 भोट अनुवाद अनुसार चाहिँ ठिनसेक ध्रुव लुङ्सीले बुझ्नु पर्दछ। यसमा चाहिँ 22 स्कन्द रहेको रहेछ यो विनयको विभिन्न शिरको विषयमा। अब भोटको अनुवाद गर्ने अनुवाद अनुसार अब आखिरमा 22 वटा स्कन्दहरू बताएको छ। यो यसमा दुई वर्गदेखि बाँडेको रहेछ। अनि यसमा महावर्ग र आंशिक वर्ग, यो चाहिँ अब आंशिक वर्गमा अब के रहेको छ भन्दाखेरि एउटा भिक्षु ढुक्दी भन्ने एउटा भिक्षु थियो। यो ढुक्दी भन्ने भिक्षुले विभिन्न नराम्रो अब कुराहरू चरित्र गरेको कारण बुद्धले अब रोक्क लगाएको थियो उहाँलाई। अब एउटा त्यसै कारणले यो सिक्नुपर्छ पर्दैन, रोक्क हो कि होइन, यो ढुक्दीदेखि अब आएको रहेछ। अनि व्यर्थको विद्याहरू चाहिँ अब यो ढुक्दीले अब सिकेको हुँदाखेरि त्यो चाहिँ अब सिक्नु पाइँदैन भनेर राखेको छ। त्यही कारणले विभिन्न विद्याहरू सिक्नु पाइँदैन। यदि सिक्यो भने चाहिँ धेरै खतरा हुने सम्भावना रहेको छ भनेर यसरी भिक्षु ढुक्दीलाई अब निषेध गरेको थियो। त्यसै कारणले फेरि अब ढुक्दीले फेरि अर्कोलाई सिकाएको थियो। फेरि बुद्धले भन्नु यदि अरू यो भिक्षुहरूलाई यो त्रियाकाको विभिन्न विद्याहरू व्यर्थको विद्याहरूलाई सिकायो भने पतन हुनेछ, अरूलाई सिकाउनु पाइँदैन भनेर यसरी बताउनु भएको। यो सबै यो प्रतिमोचे सूत्रहरू यसलाई अब साधना शिक्षाहरू अनि रोक्क गर्ने शिक्षाहरू यसरी अब यो विनय पिटक आफू नै अब कुरामा बताएको छ। अब त्यसै गरी पञ्चवर्गीय विनयभित्र पनि भिक्षुहरूलाई चाहिँ अरू बुद्धु हुने, अरूहरूलाई लट्ठा पार्ने मन्त्र चाहिँ सिक्नु पाइँदैन भनेर बताएको छ। यो बुद्धले रोक्नु भएको। किनभने कुनै कि यो मान्छेले अब कुनैदेखि ऋषिमुनिहरू सिकेर होइन अरूलाई सिकाएको थियो होला। यदि तिमीहरूले यो अनि सिक्यो भने, सिकेर अरूलाई अनि सिकायो भने धेरै खतरा र भयानक त्रासहरू हुनेछ, यो सिक्नु पाइँदैन भने। फेरि पनि भिक्षुहरूले मरेको मान्छे फेरि पुनर्जीवित गर्नु सक्दैन। अब त्यस्तो थियो होला मन्त्र। अनि त्यस्तो गर्यो भने चाहिँ अनि कानुन र दोष लाग्नेछ है भनेर अनि बुद्धले रोक्क निषेध गर्नुभयो। अनेकन कुराहरू अब देख्न सकिन्छ हामीले। जे भए तापनि बुद्धले बुद्ध भिक्षुहरूले चाहिँ यो
제야 요 이나야 विद्या मन्त्र चाहिँ 결혼 सिक्नु पाइँदैन 중에 भनेर लेखेको 비주 나로래야 아니 최선 거지고 되매베기 르바 단 제외기 럽심 제베 근데 여러 베스라나 근데 छ। 유사 अब फेरि 그래서 팀이 यो 경은 चाहिँ अब 저송 나로래야 아니 પછી મેડે베스지 उम्, 아다다 यो 최선 चाहिँ धेरै 거지고 कुराहरू रहेको छ तर पनि 럽샤비 भिक्षुको जुन 단 सिल हुन्छ नि 제외기 럽심 제베스 250 त्यो भित्र अब 돈바치 सिल जस्तै अब 메베스 पालना गर्नुपर्ने होइन अब 이나야 결혼 सिक्नु 말아야 नहुने लिनु नहुने रोकथाक 최선 रोक 거지고 गरेको 되매베기 तिरेको 장비 विद्याहरू 방글럽 좀 विषयमा चाहिँ 제베나다 अ, 미시다 यो 시나 विभिन्न 럽직 셰비냐다 सिलको विषयमा 다 셰비나 아니 पालना गर्ने विषयमा यो सिल चाहिँ लेखेको छैन। 제베스 민지버 좀 마세티 럽직 무스 제베 근데 대한 간제 사람 त्यसैले 고르슬라비나 다다 파디 결혼미 남제가 अब 아 결혼미 남제가 나로라 결혼미 뚱제요 다 यो 뚱어 대상가 나로네 पालीको भनौँ न 뚱제 भिक्षुनीको यो विभङ्ग 뚱제 찍으러 विनयभित्र 디 चाहिँ 뚱제 के लेखेछ 결혼미 भन्दाखेरि 뚱제 나로 뚱제 시구 바디 अब भिक्षुनीले चाहिँ 아니 अब 최선 यो 거지고 다 되게 पतन हुने 이단 कार्य 가르치잖아 अब 개놈 49 वटा 막 रहेछ। 죽디 त्योभित्र अब पाली घेलोङमा ढुक्दै 개놈이 भिक्षुनी 남제가 ढुक्दै भनेर रहेछ। 지단기 남기 다 평균긴 뒤에兄弟주 나로래야 यो 네 भोटको अनुवाद भएको विनय 개놈만 पिटकभित्र 죽디 चाहिँ 써야지 나도 개놈만 죽디 써야지 다시 अनि यसमा 매디베스 चाहिँ 그리스도 भिक्षु ढुक्दै बाहेक 개놈 भिक्षुनी 말이야 ढुक्दै लेखेको छैन। 개놈 팔아야 다 죽디 써야지 간다 ramita अ, chede yedu chede भिक्षुलाई चाहिँ अब chede विभिन्न अब नराम्रो व्यवहार गर्ने अब rum भिक्षु चाहिँ ढुक्दै rum भनेर आएको छ। तर mingje che भिक्षुनी चाहिँ gele ढुक्दै भनेर changde यसरी ba कोरेको छैन। ya भोट de अनुवादको sla अनुसारको अब chu ya विनय पिटकमा ta tene pyungyur gi duwe shung ti zu na ro gelong ma le ya ane ti chap de le ya gelong ma chung yi ya tera gelong ma chung yi gi de che ya de gelong me na ro ji gra me de che त्यसैले de यो chung अब yi भिक्षुनी भित्र चाहिँ chung yi 12 de प्रकारको भिक्षुहरू रहेको छ। de यसले pyungyur gi 12 duwe shung वर्गको na ro 12 परिषदको gelong ma भिक्षुनी la chu भनिन्छ de sa होइन। yo ba ina त्यही कारणले pa अनेक li राखेको gelong छ me होइन, nam de da ro रोका gelong ma गरेको chu de विभिन्न sa सिल ji भ्रष्ट da हुने क्रममा। तर cheza भिक्षु gelong वर्गमा ma la चाहिँ अब chu de gi ढुक्दै बाहेक ane अब chue song भिक्षुनीमा gi चाहिँ rigba ढुक्दै pyungyur gi du राखेको छैन jamba भनेर यसरी भोटको jamba अनुवादमा tela भएको tene ene विनय chige पिटकमा ba यस्तो tisu लेखिएको छ। mera tang ba di ki nizu di sangge ki kene ane अब यो भित्र sangge के ki लेखेको छ भन्दाखेरि होइन, tingchi यो che 49 sangche वटा tangba di पतन kyangche हुने me che che सिल tang भ्रष्ट हुने कुराभित्र चाहिँ tiri shi भिक्षुनी ta di ढुक्दैले जस्तै अब के pali हो त gelong me अनेकन namje ga nalo le तिरेको विद्याहरू gelong me tungchi सिकेर shibu shigu अरूलाई ba di shi अनि विभिन्न ta tene अ, tungchi अ, ngomchi be nalo le लट्ठा पार्ने कुराहरू चाहिँ mi she सिक्नु da ne पाइँदैन। यो pyo me चाहिँ ge सिक्यो भने lepchi che खतरा हुनेछ ma र ma la shabu chi tiri सजाय shi हुनेछ भनेर यसरी रोकेको थियो बुद्धले। oda tene industane ta ko ungus chepan zene पतन हुने पाँच labe ge chambale 50औं भित्र चाहिँ के kashi रहेछ अर्को अरूले सिकाएको विभिन्न व्यर्थ हुने ta व्यर्थको kashi कुराहरूको ngegi विद्याहरू ndu चाहिँ shabe ge सिक्नु ndu पाउँदैन, अरूलाई zina सिकाउनु lo le पाउँदैन। ya theda यो अब jawe ki रोकिएको कुरो lapsin स्पष्ट da देखिएको छ। gelong mala ya labdin che sha tinde ko kashi chi यो chi चीनमा अनुवाद भएको अनि pe cha अ, sha ina वि- shusung विनयमा de राखेको रहेछ। duwa dishi na lo le त्यस्तै गरी उदाहरणको लागि छुसुङ देव होइन, धर्मरक्षित वर्गमा पर्ने दुलवा 4 वर्गीय विनयभित्र पनि लेखेको छ। you know re da chusung de be ge duwa dishi na lo le ya त्योभित्र के yang gelong ma लेखिएको chu छ di त so भन्दाखेरि yang ti na lo le फेरि gelong ma chu di sa भिक्षुनी ढुक्दै राखेको छ यसमा। ti na lo gelong ma chu di ge rigba na so jang bare sta ka da ringa na so jang bare sa विभिन्न अनि ringa na यो ringa na so विद्या jang मन्त्र che सिकेको थियो अरे। ti jang be ni त्यो zu di gelong ma na mo the bare यो चाहिँ ta gelong भिक्षुनीहरूले me na सुनेछ lo le ya ढुक्दैले so सिकेको। she jing gi gelong ma tin de be ta ka da gelong ma ya gu tin de yu sa re ti zu ge अब त्यो बेला अब gelong ma chu di le ya जे छ cha त्यसमै अब zu ge चित्त de ne बुझाउने rigba na so सन्तोकी ringa na भिक्षुनीहरू so थियो ge होला। jang gwedyon kharin bas khar chene jangi yu che je kapgyen nam res kapgyen त्यसै nam कारणले ki kor de ne gelon di su ke sangi chumden de le अनि shus यो एकदम an sangi सबै ge कुरामा अब gelon ma चित्त chu di le बुझेको अब ta kiran su ke ta सन्तुष्ट भएको peba shi भिक्षुनीहरूले चाहिँ भिक्षुनी ढुक्दैलाई यो gejong gi अनेक sheba नाना ye थरी che यो व्यर्थको विद्याहरू किन सिकेको kapgyen भनेर nam गाली ge गलौज गरेको थियो। ta kesi यसको maung pa la ya
यो कुरा चाहिँ बुद्धहरूलाई बताउँदाखेरि अनि बुद्धले अनि भिक्षुनी ढुक्देलाई चाहिँ अब यस्तो कुराहरू तिमीले गर्न पाइँदैन धेरै गाली गर्नुभएको थियो यो व्यर्थको विभिन्न विद्याहरू सिक्यो भने यो पतन हुने वर्गमा पर्दछ यो सिक्न मिल्दैन भनेर बुद्धले निषेध गर्नुभयो त्यस्तै गरी यो त्यसैले प्रति मोक्ष सूत्रभित्र पनि अब यो कुराहरू राखेको रहेछ गेलोङमै सूत्र भनिन्छ भिक्षुनी प्रति मोक्ष सूत्रभित्र यो सिक्यो भने चाहिँ के हो त गृहस्थीसँग फरक हुँदैन त्यही कारणले सिक्न पाइँदैन भन्ने यसरी अब तोकिएको छ अनि भो भो अनुवादको विनयमा नि यसरी भिक्षुनी विभङ्गको विनयभित्र पनि यो गृहस्थी वर्गदेखि विभिन्न विद्याहरू सिक्यो भने चाहिँ पतनमा हुनेछ यो सिक्नु पाइँदैन भनेर अनि यो निश्चित गरेको छ त्यसै गरी सर्वस्तिवादको अब विभङ्ग विनय सूत्रभित्र त्योभित्र अब 180वटा यो पतनको पाठ रहेछ यसमा त्योभित्र अब 72 चाहिँ अब भिक्षु विष्णु दुबैले बताएको रहेछ अब 34वटा चाहिँ के हो त यो 34 नम्बरमा पढ्ने यो त्योभित्र के बताएको छ भन्दाखेरि होइन पतन हुने अब यो 34 वर्गमा पर्ने यो पतनको पाठमा चाहिँ यदि गृहस्थी वर्गदेखि विभिन्न व्यर्थको विद्याहरू सिक्यो भने यो पतन हुनेछ है यसको निदान के हो त भन्दाखेरि यो भोम घामो भनेको चाहिँ एउटा फेरि भिक्षुनीभित्र एउटा विभिन्न बेहोरा देखाउने एउटा रहेछ भिक्षुनी अनि उहाँले गरेको कारणले गर्दाखेरि यो अनि विभिन्न यो चाहिँ गर्नु पाइँदैन भनेर एउटा नियम बनाएको रहेछ यो विभङ्गभित्र पतन कसरी हुन्छ भन्दाखेरि विषय बताउँदाखेरि यदि गृहस्थी वर्गदेखि कुनै व्यर्थको विद्या सिक्यो भने यो पतनै हुने हो भन्ने यस्तो कुराहरू चाहिँ अब राखिएको रहेछ त्यस्तै गरी अब सर्वस्तिवाद भनौँ न यो भोट अनुवाद भएको सर्वस्तिवाद अब आफ्नै विशेषता अब यो भनौँ न 35 वर्गमा यो भिक्षुनीको पतन हुने 35 वर्गमा लेखेको छ गृहस्थी वर्गलाई पनि यस्तो विद्यार्थी सिक्नुपर्छ है भन्ने एउटा भिक्षुनीले भन्यो भने त्यो पनि पतन हुने हो भनेर यस्तो निदानहरू अनि बताएको रहेछ यो चाहिँ अब सर्वस्तिमा एउटा भोम्पो घामो आनन्दी भोम भन्नेलाई अब यो रोक गरेको रहेछ अनि यो भोम घामोले अनि सर्वस्तिमा अनि एउटा पुरुषलाई एउटा मन्त्र पढाउन लागेछ यो विद्या हे गृहस्थी दाता सिरिफु सिरिफु सोहा यो मनमा राख भनेर 3-4 चोटि अनि बढ्नु लागेछ यो मसँग पढाइ 3 चोटि अब पढेर मनमा राखाइ अनि सिरिफु भन्ने मन्त्र यो मन्त्रहरू नि मनमा कन्ठा गर भनेर भन्नलाई 1-2 चोटि पढ्यो होला अब यो पुरुषले भनेछ यो चाहिँ एकदम मनमा बसिसके अब चाहिँ धेरै पढ्नु
धेरै भन्नु पर्दैन होला एकदम मनमा दाबी छ भने भोम गमले के भनेछ भन्दाखेरि यहिले भएन फेरि फेरि भन 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 फेरि फेरि भन्नु लागेछ दोहोऱ्याउनु लागेछ केही समय बितेपछि बितिसकेपछि अनि त्यो पुरुष एकदम रिस उठेछ कति कति अघि नै मैले याद गरिसकेँ कति यो मलाई मनमा सम्बन्ध लगाएको तिमी ताक्ले नि तिमी जस्तो यस्तो नराम्री म कहिले पनि देख्नु नपरोस् भने यसरी अब सरापेको रहेछ रिसको म एउटा त्यो पुरुषले यो बोम गमलाई तिम्रो यस्तो विद्या बेकारको छ काम छैन भनेर भनिदिएको रहेछ त्यही कारणले त्यसै कारणले अब खास भिक्षुनीहरू एक्लो हिँड्नु मिल्दैन अनि सँगै जाने एकजना भिक्षुनी रहेछ अनि बोम गमले भनेछ बोम गम तिमी यस्तो किन गरेको रहेछ किन यस्तो गरेको सोद्धाखेरि बोम गमले भनेछ कि ए यो शब्द मात्रै हो मन्त्र भनेको केही पनि हुँदैन केही अब फाइदा हुने होइन त्यतिकै यो मुखको मात्रै कुरा हो त्यसैले अनि एउटा भिक्षुनीले भनेछ फलाना मान्छेले तिमीले सिकाउँदै नाना थरी कुरा गर्दाखेरि ऊ रिसले चुर भएर नराम्रो शब्द प्रयोग गर्दाखेरि पनि तिमी अब नरिसाको देख्दाखेरि म आश्चर्यजनक भएँ भने यसरी भनेको रहेछ अनि यस्तो कुराहरू चाहिँ के हो त विभिन्न कुराहरू भिक्षुनीको कुराहरू चाहिँ अब बुद्धलाई भन्यो र बुद्धले भनिसकेपछि यस्तो कुराहरू चाहिँ विद्याहरू चाहिँ अनि नाना थरी अनावश्यक विद्याहरू सिक्नु पाइँदैन है भनेर अब यो उहाँले रोक्का गर्नुभएको थियो अब अन्तिम विषयमा भनौँ न यसको अब पोइन्ट बताउनु पर्यो त्यसैले प्रारम्भिक बौद्ध धर्म भने यो विद्यालाई अब जहिले पनि प्राय रोक्क गरिएको छ यो शिक्षण गर्न पाइँदैन यो विभिन्न गृहस्थ वर्गमा पर्ने चाहिँ भिक्षु वर्ग धेरै अब गरेको रहेछ धेरै देखिन्छ त्यही कारणले यो निषेध गर्ने यो हुँदै नहुने यो पक्षमा राख्नु मिल्दैन भन्ने यसको पक्षमा रहेको छ त्यही कारणले विद्या भने चाहिँ स्वीकार नभएर अस्वीकार भएको शिक्षा गर्नु मिल्दैन यो राम्रो होइन भनेर रोक्क गरेको ठाउँ धेरै यसलाई अविद्या भनिन्छ यसलाई त्यही कारणले विद्या भन्नाले अब रिक्वा भन्ने भयो अविद्या भन्नाले मरिकमा केही नदिने होइन त्यही कारणले अविद्यादेखि मुक्त भएकोलाई अब विद्या भयो त्यो विद्यालाई नै बोधि ज्ञान दियो नि त त्यसैले अविज्ञा हटाएको कारणले नै अब विज्ञा आएको हो नि त त्यही कारण त्यो प्राप्त भएको नै बुद्धको भूमि बुद्धको ज्ञान बुद्धता भनेर यसरी अब व्याख्या गर्ने अनि यो धेरै यस्तो बताउने छ यसको उदाहरणहरू थोरै छ प्राय जस्तो के हो त भन्दाखेरि त्यसलाई बुद्धको बोध होइन बुद्धको ज्ञान बुद्धता भएको कुराहरू सबै प्रज्ञादेखि नै प्राप्त भएको कुराहरू बताउँदछ यसलाई अब प्रज्ञा भनिन्छ यसलाई सम्बोधि प्रज्ञा अनि बुद्ध भन्ने प्रयोग गरिन्छ विद्यालाई धेरै रहेको छ यसलाई विद्या मात्रै नभनेर विद्यामा धेरै कुराहरू अब आएको हुँदाखेरि बुद्धले प्राप्त गरेको ज्ञानलाई एउटा विद्या मात्र नभनेर प्रज्ञा सम्बोधि बुद्ध शब्दको प्रयोग गरिन्छ
디즈고 만드시 교인들산에 남규 측대 가르망아 배주다는 거라서나 अनि 시럽다 청죽 더부 ज्ञानलाई 겐제 प्रयोग त्यहाँको 딱한다 शब्दको पान्या사 प्रयोग नगरेर होइन प्रज्ञा भने जस्तो सम्बोधि सम्बोधि भने 측대 जस्तो 배주망아 담바마도 베기 धेरै शब्दहरू प्रयोग गरिन्छ यसमा। 르버스야 측대 시라 배주다 विद्या भने त्यति प्रयोग गरिँदैन यो शब्द चाहिँ। 이나야 아주 초신다제는 तर पनि 다시 हामी एक 시야이나 पक्षबाट हेऱ्यो भने 데메 나데가 최가 르버스야 측대 되게 권슈바는 르버 यो प्रारम्भिक बौद्ध धर्म ग्रन्थभित्र भएको एउटा विद्या भनेको एउटा विद्यासा मन्त्र भनौँ। 배주의 제아데 장가르버디 यो 뉴르 차리가 यो प्रयोग गर्ने चाहिँ 시럽사 सङ्ख्या चाहिँ थोरै 반야사 रहेको। 전주사 되게 측디 배주 विद्या 망아 थोरै 치 प्रयोग गरिन्छ। 다다 प्रज्ञा 르버스야 측디 배주 융어요 이제 차리가 विद्या भने चाहिँ थोरै प्रयोग गरेको छ 단계 र 토나 제비야 प्रज्ञा 배주 동아디 뉴 सम्बोधि 차리 ज्ञान भने चाहिँ अब धेरै प्रयोग गरेको छ। 이내야 되메 나데가 최네 아 르버스야 측디 급디 뒤네 배주 땅에 봐디 세브시라 차리 त्यही कारणले यो प्रारम्भिक बौद्ध धर्मभित्र चाहिँ अब यो फेरि विद्या भन्ने 아다 कुराहरू चाहिँ 배주 फेरि 땅에 पहिल्यैदेखि 다다 नै प्रयोगमा 사람들 आएको रहेछ। 다다 कसरी थाहा हुन्छ 교주는 भन्दाखेरि 망고 쉬스임 मैले 배주 망고 अघि 쉬스 बताएको जस्तै त्यसको 다티 교는 उदाहरणहरू धेरै 농부 मैले बताएँ नि त। 카시슈야 빼나 차샤비나 त्यो माथि पनि अर्को के 상계로 उदाहरण राख्न चाहन्छु। 생 카시슈도가 बुद्धको के नामहरू राखेको 저거 상계를 받아 셔서 템바스 딱 한다 जस्तो 저래 कि 아이 विद्याधारा 베베 나로래 상계를 होइन 생 सम्यक सम्बुद्ध 주스 भनेर 상계 राखेको 생 주스 아주 베베 토레야티 시라랑 근데 타니 시라 따는 थियो। अब भारतमा चाहिँ बुद्धको नाम 10वटा नामहरू 받아 राखेको। 셔서 템바스 디수 상물로 상계 생긴 남라이 순가 대어시 विद्याधारा भनेर यसरी भनौँ न 다다 상계의 अनेक 생주도 नाम दिएको छ। 타니 셰베완 따버기나 디나로 10वटा बुद्धको नाम अब 생질이야 राख्ने कुरा गर्दाखेरि त्यो भित्र रिगबत अब शब्द दे मासु पहिला ऋग्पद रिगबत शब्द शब्द दे दिनु। बास या त्यसलाई के भन्छ भन्दा विद्याचारणा भन्छ। विज्ञा विद्या धारा विद्याचारणा भनेर ऋग्पद शब्द दिनु भन्ने बुझ्नु। विज्ञा रिगबत से से धारा पिछदा त्यस्तो नै अब लाना प्रयोग सिंगी गरिन्छ। त्यस्तै गरी सांगेगे मुयशी सांगे बुद्धको नम्बर सेवेगे अब ये और अविज्ञा ज्ञान रहेको छ उहाँसँग मुयशी होइन, तेजे एउटा चेमे मुयशी से सबै आरो प्रत्यक्षहरू हुने। टाइम मिकी मुयशी से आरो अब सागो सेवे मुयशी देवचक्षु अभिज्ञ ओ तेन रिव्यू मुयशी अनेक अब 6 प्रकारको अभिज्ञ ज्ञानहरू रहेको छ। रिगबत सुन छे 3 प्रकारको विद्या भनेर यसरी अब अब तृतीय विद्या भनिन्छ यसमा। यो विद्या के हो त भन्दाखेरि सबै अब यो बुद्धले अब अर्को मनको कुराहरू सबै त्रिकालको कुरालाई बुझ्न सक्ने यसलाई पनि के हो त विद्या भनिन्छ नि। यसलाई वंशीय भनिन्छ नि होइन, अभिज्ञ अब अभिज्ञ। त्यही कारणले यो विद्या र अभिज्ञ भने एउटै नै अर्थ लाग्नेछ, एउटै नै हो भने अब यसरी बताएको पनि छ। त्यही कारणले 4 वर्गमा आज्ञाभित्र भएको यो विद्या विद्या यो विद्याभित्र नि मन्त्रको सबै कुनै विशेषताहरू कुराहरू छ भन्ने अब भन्दा पनि सही हुन जस्तो लाग्छ। अब यो मायने धर्म फैलिने क्रममा यो एउटा सूत्रको विषयमा विद्या मन्त्रको विषयमा यसको विशेषता बताउने गर्दाखेरि यो भित्र के छ एउटा प्रज्ञा पारमिता सूत्र होइन, प्रज्ञा पारमिता हृदय सूत्रभित्र यो भित्र भनेको छ नि प्रज्ञा पारमिता मन्त्र, महाविद्या मन्त्र, अनुत्तर मन्त्र, त्यस्तै गरी अब विभिन्न मन्त्रहरू राखेको छ यसमा। असामान्य मन्त्र, सर्व दुःखदेखि उपशान्त भएको मन्त्र भने यसरी बताएको छ। यो भित्र पनि के हो त पश्चिमबङ्ग महाविद्या भनेर बताएको छ। महाविद्या महाविद्या विद्या त हो, यो विद्या मात्रै नभएर यो मन्त्र पनि छ नि, मन्त्र पनि टाँसेको छ नि यसमा। महामन्त्र, विद्या मन्त्र, अनुत्तर मन्त्र भनेर मन्त्र टाँसेको छ। त्यो मात्र नभएर प्रज्ञा पारमिता पनि विद्या मन्त्र हो भन्ने यसरी राखेको छ। यो जसले पढ्यो भने विभिन्न
दुःखहरू चाहिँ शान्त भएर जान्छ 야단신기 यस्तो बताएको छ नि 개동기게 나로라다 개동바다디 예이 यो 나로래야 अ, 쇼핑 보레세죠 다시 되게 अष्टशास्त्रीको 나로라다 सूत्रभित्र 개동부야 잡온도 그때 야서 야다마 개동바 되게 개동바 되게서 말때냐 갈라간섭도 개동바 यो 첨불 시스라 यो 디나로래야 अष्टशास्त्रीको 시르기 प्रज्ञा पारमिता जस्तै रहेको छ यो ring아 अ, 리우시버사 디나로래야 यो 시르기 퍼르도 स्तुपाको 심바타라 तेस्रो भाग 아니 भन्ने होइन 링아 첨부이마 भित्रमा 야네 अ, 알았어 विद्या मन्त्रको चारौँ भाग भन्ने 대참마 त्यो भित्र 세베기 के छ भन्दाखेरि होइन 실징 도가 나로 प्रज्ञा पारमिता महाविद्या विद्या मन्त्र 실징 도가 나로래야 बताएको छ 측지람 त्यो मात्रै 측지 नभएर 지람 불러라 प्रज्ञा 심 मित्र सूत्र 드시제 प्रज्ञा मित्र सूत्र 시럽기 पनि 표현 첨부야 एकचोटि नभएर धेरै 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 교회 दोहोऱ्याएर 문제를 यो 가리고 कुरा लेखेको छ 쏘는 뉴스안에 यो 배나 पढ्यो 탐구 भने 중기 अध्ययन गर्यो भने धेरै फाइदा 지시야 हुन्छ भनेर लेखेको छ अनि 시럽기 버릇 यसले अध्ययन गर्यो भने पढ्यो भने के हो त 측지 지사람 साँपको विषहरूले चाहिँ अब आफूलाई 측지 주인의 밑에를 유해진도 말아 때려 쏘야라 소리 지금 말했어 अनि साँपलेहरूले पनि दुःख दिँदैन होइन लट्ठेर जान्दछ भनेको बताएको छ सधैँ नै 디시 चार 마다 유해가 चक्रवर्ती 나로래 राजाहरूले पनि 시로냐 아니 सुरक्षा 쏘서 गर्नेछ 말했어 매균 अनि 지금 यदि 말했어 युद्ध 근데 पस्यो भने युद्ध 배를 चाहिँ 망보지 पराजय नभएर विजय हुनेछ भनेको छ अनेकन फाइदाहरू 아디송야데 राखेको छ 조 실징은 도데 링아다 냠솔랑바이나 페인시 보여 조디 다 시징은 도인바 좀더 마세 도데 링아 त्यसैले प्रज्ञा 나로데 पारमित्र 링아 मतलब मेरो यो 또 विद्याधाराको 냠메 विद्या मन्त्रको यो 배송하고 स्वरूप 이게 भएकोले 고하는지 त्यस्तो नै फाइदा हुने जान्छ भन्ने अनि बुझ्नु 야다 पर्दछ 신기 प्रज्ञा पारमिता सूत्रलाई अध्ययन गर्यो भने 개봤어 विद्या मन्त्र जस्तो 시기 동자 एकदम 개배 गम्भीर त फाइदा भएर 뇌가 जान्छ भने 나로데야 यस्तो 시럽기 버릇 फाइदा 심바데네 링아 첨부 라나메베 nga minyan pada nyambe nga inisije तोङटा soya घ्यापा भनौँ न होइन हजार श्लोक 다다 भएको अब 신기 다다 게이 돌이야 शास्त्रीका प्रज्ञा पारमिताभित्र राखेको छ नि यो 실진 동라게 벤제 भम्पू 신사 नवौँ अब 중국어 당고디 베게서 पाठभित्र 미야서 राखेको छ प्रज्ञा पारमिता 베게지 भनेको चाहिँ महामन्त्र हो अनुत्तर 실진 मन्त्र हो 동라게 벤제 신사 सबैमा 다디 संयम 동라게 봉봉지가 समन्त 깨바데 भएको मन्त्र हो भनेर बताएको छ 링아 त्यसै गरी 탐색에 나로네 시럽기 퍼르도 심바데 링아 첨부 이세지 아니 त्यही 지시나 कारणले प्रज्ञा पारमिता भित्रमा पनि 다디 सबसे 티보 महत्त्वपूर्ण 첨부 चाहिँ विद्या मन्त्र 다디 제라야 상하고 सर्वश्रेष्ठ हो 땜바 하베 भनेर 갑에 यसरी व्याख्या 르베 गरेको छ 게보스 यो 르디야 शेरजी 라잔 तोङटा घेबी 그러나 르베 तोङटा 게보스 घेपाको 것도 यसको 삼삼 टिकाभित्र 르베 게보스 것도 삼삼 르베 게모스 것도 가다 कुनै 딘데게 कुनै 베 बेलामा अब 라자 विद्या 망보지 개첨부 나가서 विद्या राजा कुनै कुनै विद्या अब रानी 근데 भनेर यसरी 인도산에 राखेको छ त्यसैले गर्दाखेरि 수역이 가라하고도 그러잖아 हामीले 응아를 के 지시나 बुझ्नु सक्छ 응아베 भन्दाखेरि 체주에 덴베 그 르버티 데메 나den게 튀네 예데스 त्यही 데 कारणले 사베스나 विद्या मन्त्रसँग 사베기 सम्बन्ध भएको यो प्रज्ञा पारमिताहरू 땡게로디 चाहिँ 게바 यो 데메가 प्रारम्भिक 나den게 बौद्ध 깜디 धर्मकालमै थियो भन्ने हामीले 예데스나 बुझ्नु 가지 सकिन्छ 인트게요 다시함le 하 응아 거 죽돔 르스캬비나 अब यसको अन्तिममा 다 कुरा अब 응아 거 विद्या 망보 मन्त्रको कोरल टुङ्गिनु पर्दाखेरि 대대는 죽돔 직접나 यसको अब टुङ्गिन चाहन्छु विद्या मन्त्रको विषयमा अब छोटकटीमा 다 응아고 죽돔 될래야 다 당보대 가르도 사람을 한주 캔 거야 돼 पहिलो 되면 안 되는 게 최래야 के रहेछ भन्दाखेरि 삼백이 बौद्ध धर्म प्रारम्भिक 르버가 बौद्ध धर्मको 소리지야 भित्र चाहिँ के हो त विद्या 가나 प्रयोग गर्ने चाहिँ यो चाहिँ 르버샤 되나 मन्त्रमा 요래 प्रयोग 텔레나라 गरेको 르베기 होइन 치라도 मन्त्र त छ 되는 거 तीने तर 르버가 विद्या 소리지 मन्त्र पनि प्रयोग गर्दा रहेछ 야나 링아 당고 나 요래 이나 터두기 이시야 상기 विद्यालाई मन्त्रमा 이시에 प्रयोग गरेको छ 르버세제 नभई 세나나 यो विद्या मन्त्रहरू चाहिँ फेरि रोकथाम 이네 गरेको छ 이시제 यो कुन 니바데 चाहिँ हो त 르버사데게 अनि 측제 सर्वोत्कृष्ट 되는 거지 ज्ञान चाहिँ विद्या हो कि होइन भनेर यस्तो नाम पनि राखेको छ 아빠는 당보대 가라잖아 दोस्रो चाहिँ 상계가에 나로라 विद्या 르버사데 भन्नाले धेरै 시 अर्थमा लाग्ने 시 कुरा 털고 पनि 버텔래야 बताइन्छ एउटा मात्रै 르버스 नभएर 제제 अनि 르베 민기 अन्तिमको 다시 निष्कर्षमा टुङ्गिने 지지 ज्ञानलाई पनि विद्या भनेर नाम 니바테 राखिएको छ यो चाहिँ प्रारम्भिक बौद्ध 지단샤비나 धर्ममा भएको 르버사데 कुरा गरेको 시장 세리도 딘딜라야 과요 त्यही कारणले विद्या 아 भन्नाले 수버데 विभिन्न 티버치베 나로라 르버세베 वैज्ञानिकको
कुराहरूलाई पनि संसारमा हामीले सिक्नुपर्ने कुरालाई बुझिन्छ। अनि अर्को के हो त विद्या भन्नाले हामीले पञ्च विद्यालाई पनि बुझ्नु पर्दछ। त्यही कारणले अनेक यो ग्रन्थहरूमा प्राज्ञ पारमिता यो सूत्रहरूमा पनि महाविद्या भनेर यसरी बताएको छ। यो वज्रयान भित्र पनि विद्या भनेर बताएको छ। यो चाहिँ के हो त? यो चाहिँ के हो त भन्दाखेरि विद्या मन्त्रसँग सम्बन्ध भएको कुनै ज्ञेयहरू नभए प्राचीन समयमा के एउटा वैज्ञानिकसँग सम्बन्धित भएको कुरालाई बताउँदछ। पहिला अब प्राचीन समयमा मन्त्रहरू दबाईहरू सबै यो एउटा विद्या त रहेछन्। त्यही कारणले पहिला समयमा मन्त्र र दबाई एउटै ठाउँमा राख्दो रहेछ नि। किन दबाई खायो भने निको हुन्छ, जाति हुन्छ नि। त्यसरी मन्त्रहरू फुक्यो, मन्त्र जपे भने निको हुने बिग्न बिदा निको हुने हुन्छ, त्यस्तो राखेको रहेछ, गर्दै आएको रहेछ नि त। त्यही कारणले मन्त्र भनेको एउटा वैज्ञानिक सँग अब एउटा यस्तै भएको वैज्ञानिक जस्तो अब एउटा तथ्याङ्क राख्दो रहेछ यो विद्यालाई। अर्को के हो त विद्या भन्नाले अर्को यसको चाहिँ अब यसको सधैँ नै यसको अर्थ रहेको छ। अब विद्या यसको मुख्य निचोड चाहिँ कसरी अर्थ के हो त भन्दाखेरि यो त वृद्धि भएर जाने। यसलाई विद्या भन्नाले धेरै यसको फैलिएर गएको छ यस्तो कुराहरूमा। तर पनि के हो यसको मुख्य निचोड भनेको बुद्धको आफ्नो स्व विद्यालाई अनि पुरुष आफ्नै एउटा अनुभूतिलाई पनि विद्या भन्दो रहेछ। यो अनुभूतिलाई चाहिँ कहिले पनि परिवर्तन नहुने त्यस्तोले बताउँदो रहेछ। यो तेस्रो नम्बर। अब चौथो नम्बरमा अब संक्षिप्तमा विद्या भन्नाले यसको प्रतिपादनहरू चाहिँ बौद्ध धर्म धेरै अब यसको अनेक अब सर्वाक्य यान महायान वज्रयान तीन प्रकारको यान रहेको छ नि। त्यसको रूपहरू बेग्लै बेग्लै रहेको छ विद्या भने। तर जे भए तापनि विशेष गरी बुद्धको मुख्य ज्ञानको स्रोतहरू बताउनु पर्दाखेरि अब बुद्धको ज्ञानदेखि नै यो विद्याहरू आएको हुँदाखेरि त्यहाँदेखि अब यो बौद्ध धर्म वृद्धि गर्दै गएको भने पनि अब यसरी बुझ्नु पर्छ। त्यसैले हामीले के बुझ्न सक्छौँ भन्दाखेरि बौद्ध धर्मको सिद्धान्तको कुराहरू अनि यानको कुरामा सिद्धान्तको कुरामा सम्बन्ध कति रहेछ त भन्दा यो यान र सिद्धान्तको कुराहरू पनि आउँदछ। यो सबै विद्यादेखि नै आएको। त्यस्तै गरी बौद्ध धर्म फैलिने क्रममा चाहिँ विभिन्न संस्कृति अनुसार पनि वृद्धि भएको। भारतमा फैलिँदाखेरि भारतकै संस्कृति अनुसार अनि चीनमा फैलिने क्रममा चीनकै संस्कार अनुसार, भोटमा फैलिँदा भोटकै संस्कार अनुसार फैलिन्छ। त्यही कारणले बौद्ध धर्म भनेको चाहिँ एउटा युग अनुसार मान्छेको सोच अनुसार अब चल्नु सक्ने भएकोले एकदम शक्तिशाली बुझ्नु सक्दछ हामीले। अनि अहिलेसम्म के हो त नाश नष्ट नभएर अनि लामो समयसम्म अनि रहिरहेको हुँदाखेरि यो परिवर्तन नभएको एउटा विद्यालाई पनि हामीले बुझ्न सक्छौँ। त्यसैले
अब विद्या भन्नाले बुद्धको ज्ञान हैन, बुद्धको बुद्धको ज्ञान भन्ने बित्तिकै यो विद्या भन्नाले बुद्धको ज्ञानमा कहिले पनि यो परिवर्तन हुँदैन। यो प्रारम्भिक बौद्ध धर्मको पालोमा पनि त्यस्तै थियो। अनि 18 निकाय छुटिँदाखेरि पनि विद्या बुद्धको ज्ञान चाहिँ एउटा अमर विद्या, अपरिवर्तनशील, कहिले पनि परिवर्तन नहुने नित्य विद्यालाई बुझिन्छ नि। अनि सधैँ स्थिरता रहने त्यस्तोले बुझिन्छ। यो प्रारम्भिक बौद्ध धर्ममा पनि थियो र निकाय फैलिँदाखेरि पनि त्यस्तो रहेको रहेछ। र आज यति नै, फेरि अर्को कुनै दिन फेरि 5औं दिनको दिनमा फेरि म यसलाई निरन्तरता दिनेछु। आजको लागि यति नै, धन्यवाद।